त्यहाँ क्वेसन्सहरू साथीभाइहरू हुनुहुन्छ होइन, त्यहाँ क्वेसनहरू चाहिँ टिपेर हामीसँग पछि यो अन्तर्क्रिया गर्ने हामीलाई मौका मिल्छ। मेरो चाहिँ यो बङ्ग्रेजीमा बोल्छु मैले, अलिकति अङ्ग्रेजी अलिकति नेपालीमा होइन। यो अब हाम्रो चाहिँ खास मेरो नाम यशस्वी पोखरेल, म चाहिँ यहाँ वेक फरेस्ट युनिभर्सिटी उसमा एट्रियम हेल्थ विन्सन-सलममा म चाहिँ मुटु रोग विशेषज्ञ हो। म हजुरको चाहिँ यो मुटु रोग नलाग्ने सम्बन्धमा अनुसन्धान पनि गर्छु। अनि हामी चाहिँ यहाँ यहीँ लोकली हाम्रो साथीभाइहरूसँग दुई चारजना साथीभाइहरूसँग दुईचोटि बसेर कुरा गर्दाखेरि चाहिँ हाम्रो स्वास्थ्य सम्बन्धी के चाहिँ समस्या छ, के कुराहरू चाहिँ आउँछ भन्दाखेरि के कुरा आयो एउटा भन्दा चाहिँ यो मुटु रोगको प्रिभेन्सन, मुटु रोग लाग्न नदिनको लागि चाहिँ यस्तै खालको एउटा अन्तर्क्रिया गरौँ ल भनेर चाहिँ अनि हाम्रो त्यो हाम्रो आजको लागि प्रेरणा हाम्रो त्यो हो होइन। त्यसरी सुरु भएको हाम्रो यो। त्यही भएर आजको टपिक चाहिँ म चाहिँ अलिकति नेपाली अङ्ग्रेजीमा बोल्छु होइन। यो लगभग एक घन्टा कतिको कार्यक्रम हो। हामी चाहिँ त्यस्तै 40 मिनटमा सकिन्छ, त्यसपछिको 20 मिनट चाहिँ हामी कुरा गरौँला भन्ने आशा छ। टपिक चाहिँ लाइफस्टाइल मोडिफिकेसन फर कार्डियोभास्कुलर डिजिज प्रिभेन्सन, कसरी हजुरको चाहिँ हामीले जीवनशैली परिवर्तन गर्न सक्छौँ मुटुको रोग लाग्न नदिनलाई भनेर है। मेरो त्यस्तो एकदम कन्फ्लिक्ट केही पनि छैन। अब यो कार्डियोभास्कुलर डिजिज प्रिभेन्सन, अब किन यो मुटु रोग चाहिँ त महत्त्व छ तपाईँको छ भन्दा चाहिँ 80% चाहिँ सबै प्रिभेन्टेबल छ तपाईँको हेर्नुहोस् है। यो अब यस्तो प्रोफाउन्ड छ हेर्नुहोस्, यो हामीले राम्रोसँग सोचौँ भने यो चाहिँ तपाईँको इफेक्टिभ छ, काम गर्छ, सस्तो भयो होइन। प्रिभेन्टेबल तपाईँको चाहिँ आहार विहार सम्बन्धी प्रायः जसो कुराहरू छन् र जिन्दगीभरि एकचोटि औषधि खाने गऱ्यो भने प्रायः जसो सधैँ खानुपर्छ। त्यही एकदम सस्टेनेबल यो कार्डियोभास्कुलर डिजिज प्रिभेन्सनमा फोकस गरियो भने तपाईँको चाहिँ सस्टेनेबल पनि भयो तपाईँको होइन। अब यो बिचमा एउटा कुरा चाहिँ कसैलाई एकदम केही क्वेसन सोध्न मन लाग्यो एकदम यो भने मलाई चाहिँ बिचमा रोक्न सक्नुहुन्छ, तर साधारणतया क्वेसन्सहरू चाहिँ अन्तिममा राख्दा ठिक होला होइन। अब हामी चाहिँ यहाँ अमेरिकामा र संसारभरि नै प्र्याक्टिस गर्दा चाहिँ जस्तो अब अमेरिकाको एउटा अमेरिकन हार्ट एसोसिएसन भन्ने एउटा संस्था छ। त्यो संस्थाले चाहिँ सबै गाइडलाइन्सहरू ल्याउँछ, यो फलानु रोगमा चाहिँ यस्तै यसरी उपचार गर्नु, फलानुमा यसरी गर्नु भन्छ। त्यसमा उनीहरूले त्यस्तै गरेर यो लाइफ एसेन्सियल 8 जिन्दगीका 8वटा महत्त्वपूर्ण कुराहरू, यो चाहिँ जीवनशैली परिवर्तन गर्ने सम्बन्धी कुराहरूकोमा चाहिँ उनीहरूको एउटा त्यस्तो खालको गाइडेन्स छ यसमा। अनि हो त्यसलाई चाहिँ आधार बनाएर आजको यो मैले अलिकति यो प्रस्तुत गर्छु है। फर्स्टमा चाहिँ तपाईँको आहार विहार भयो, त्यसपछि फिजिकल एक्टिभिटी भयो होइन, यो हिँड्ने दौडने एक्सर्साइज गर्ने, त्यसपछि सुगर सम्बन्धी कुराहरू भयो, तौल, कोलेस्ट्रोल, प्रेसर, चुरोट, त्यसपछि लाएर अनि अरूहरू चाहिँ लास्टमा गरेर तपाईँको यो चाहिँ उसको सुताइ निद्रा सम्बन्धी भयो। यसमा सबै इन्क्लुड चाहिँ छैन, जस्तो तपाईँको एल्कोहलको छैन यसमा होइन। अब यसमा उनीहरूले यस्तो खालको एउटा यो 8 कक्षा अमेरिकाको 8 कक्षाको लेभलको चाहिँ एजुकेसनको आधारमा उनीहरूले यस्तो खालको ऊहरू यस्तो कलरफुल फ्लायरहरू बनाएको छन् कि उनीहरूले। अब मैले चाहिँ सबै त्यही प्रस्तुत गरिरहेको छु यसमा होइन। अब यो खानेकुराहरूमा चाहिँ के छ तपाईँको भन्दाखेरि जेनरली भन्दाखेरि चाहिँ जस्तो तपाईँको अब यस्तो कुराहरू चाहिँ इन्जोय गर्नु अरे कस्तो भन्दा तपाईँको चाहिँ फलफुल के अरे हरियो खानेकुराहरू होइन, त्यसपछि लाएर तपाईँको अरू चाहिँ के अरे फलफुलहरू भयो, ग्रेन्सहरू भयो होइन, तपाईँको ऊहरू राजमा जस्तो ऊहरू, बिन्सहरू, लेग्युम्सहरू होइन। धेरै यहाँ चित्रमा देखाएको छ तपाईँको चाहिँ यस्तोहरू चाहिँ फाइदा गर्छ, यस्तो चाहिँ इन्जोय गर्नु। तर यस्तो कुराहरू जस्तो तपाईँको चाहिँ जस्तो प्रोसेस खानेकुराहरू, पिज्जा भयो, तपाईँको यो सफ्ट ड्रिङ्क्स भयो होइन, यो तपाईँको यहाँ अब पपकर्नहरू जस्तो भयो तपाईँको होइन। अरू अब रेड मिट भनेको जसले चाहिँ तपाईँको सिधै तपाईँको चाहिँ नराम्रो कोलेस्ट्रोल बढाउँछ होइन, त्यस्तोहरू चाहिँ लिमिट गर्नु। र अब कम्प्लिटली अभोइड गर्नु भनेको चाहिँ जस्तो तपाईँको यो ट्रान्स फ्याट भन्ने हुन्छ। ट्रान्स फ्याटले चाहिँ डाइरेक्टली तपाईँ जस्तो नेपालमा डाल्डा घिउ होइन, डाइरेक्टली तपाईँको चाहिँ त्यो नराम्रो कोलेस्ट्रोल बढाउँछ। अनि अब अर्को अरू कुराहरू चाहिँ हामीले के खान्छौँ त्यो कुराहरू याद गर्नुपर्छ हामीले होइन। त्यो विषयमा हामी अझ बढी अरू हेरौँ यहाँ। अनि इम्पोर्टेन्ट कुरा चाहिँ यो अब हामी प्रायः जस्तो नेपालीले घरै पकाएर खाइन्छ, तर घर पकाएर खाए जस्तो बाहिर चाहिँ त्यस्तो स्वस्थ बाहिर कहिले हुँदै हुँदैन तपाईँको होइन। जति पनि धेरै पैसा तिरेर खाए पनि घर पकाएर जेनरली हामीले खाए जस्तो स्वस्थ चाहिँ हुँदैन तपाईँको। अब यो कस्तो खालको खानाहरू भन्ने खानेकुरा खाँदा चाहिँ तपाईँको ठिक हुन्छ भन्ने कुरामा तपाईँको के अरे साइन्सले चाहिँ 2-4 किसिमको खानाहरू ठिक हुन्छ भन्ने खालको छ। तर तपाईँको त्यसको एकदम
एकदम माइन्युट लेभलमा चाहिँ त्यस्तो खालको छुट्याउन अलिक गाह्रो हुन्छ। तर साधारणतया तपाईँको चाहिँ यो मेडिटेरेनियन खाना भन्छ नि तपाईँको, होइन? जस्तो तपाईँको चाहिँ अब यहाँ अब भेजिटेबल हामीले हेऱ्यौँ भने तपाईँको चाहिँ रङ्गी बिरङ्गी भेजिटेबलहरू, होइन? त्यस्तै गरेर तपाईँको चाहिँ यहाँ गएर तपाईँको उहरू हामीले फलफुल हेऱ्यौँ भने रङ्गी बिरङ्गी एकदम सम्झिनको लागि सजिलो तपाईँको। त्यसपछि लाएर चाहिँ दानाहरू गेडाहरू, होइन? अनि त्यसपछि अनि ग्रेन्सहरू, यस्तो कुराहरू चाहिँ अब यति सर्भिङ्स भनेर चाहिँ भन्ने खालको चलनहरू छ तपाईँको। तर यस्तो खालको खाना चाहिँ राम्रो हुन्छ तपाईँको, है? अब एउटा चाहिँ मेडिटेरेनियन खाना चाहिँ राम्रो भन्ने आयो। अर्को चाहिँ तपाईँको चाहिँ प्लान्ट बेस्ड खाना पनि एकदम राम्रो तपाईँको, है? एकदम राम्रो तपाईँको। अब यसमा तपाईँको यी कुराहरू मैले भनिहालेँ। अनि अर्को प्रोसेस फुड एकदम कम गर्ने, होइन? रिफाइन खानेकुराहरू जस्तो तपाईँको चाहिँ जसले चाहिँ जसमा खास न्युट्रिसन केही हुँदैन, होइन? त्यस्तो कुराहरू कम गर्ने। अब स्विट कुराहरू कम गर्ने। तर एउटा कुरा के हुन्छ तपाईँको भन्दाखेरि चाहिँ यो भेजिटेरियन भन्दैमा तपाईँको कस्तो खालको भेजिटेरियन खाना खाइन्छ, जस्तो अब यस्तो खालको यहाँ फोटोमा देखाएको जस्तो भेजिटेरियन खाना खाएर तर तपाईँको त ठिक हुँदैन, होइन? त्यसो भएर जेनरली भेजिटेरियन खाना प्लान्ट बेस्ड फुडहरू चाहिँ राम्रो मानिन्छ तपाईँको, होइन? स्वास्थ्यलाई राम्रो हुन्छ भने तपाईँको साइन्टिफिक तपाईँको बेसिस छ। तर कस्तो खालको भेजिटेरियन खाना पनि भर पर्छ। अब नुन चाहिँ तपाईँको के छ, नुनको सिधै ब्लड प्रेसरसँग सम्बन्ध भएको भएर नुन कति खाने भनेको तपाईँको छ, होइन? यो भनेको चाहिँ तपाईँको हामीले खाने चिया चम्चाको 1 चम्चाभन्दा कम एक दिनमा खाने भने चाहिँ यो चाहिँ प्रेसर नभएको मान्छेलाई, है? अब कसैलाई प्रेसर छ भने चाहिँ एक दिनमा दिनभरिमा बिहानदेखि बेलुका सुत्ने बेलासम्म के खाइन्छ होला भन्दाखेरि त्यो पकाएको नुन हालेको मात्रै हुँदैन तपाईँको। अरू नपकाएको जस्तो सागमा तपाईँको नुन हालिकन पकायो भने पनि के हुन्छ त तपाईँको त्यसमा भन्दाखेरि चाहिँ त्यसमा आफै नुन हुन्छ तपाईँको, है? अब त्यस्तो कति हुन्छ भने काउन्ट गर्न चाहिँ एकदम सजिलो नहोला। तर आइडिया के त भन्दाखेरि ती सबै गरेर 1 चम्चाभन्दा कम हुनु पर्यो दिनमा। अझ तपाईँको कसैको प्रेसर छ भने त त्यो आधी चम्चाभन्दा कम हुनु पर्यो, होइन? जेनरली आइडिया चाहिँ के हो तपाईँको भन्दाखेरि कसैले प्रेसर छ भने जति आफूले नुन खाइन्छ त्यो खाएकोलाई आधी गऱ्यो भने चाहिँ तपाईँको चाहिँ त्यो त रियली राम्रो इनिसियल स्टेप थियो। त्यो तपाईँको चाहिँ जेनरली केही कुरा पनि हामीले आफ्नो यो आहार विहारको कुराहरू चाहिँ हामीले चेन्ज गर्नलाई 6 हप्ताति गर्न सक्यौँ भने त्यसपछि हाम्रो जीवनको नै रिसेट भएर त्यसपछि सजिलो हुन्छ। सुरुको 6 हप्तामा अलिकति गाह्रो हुन्छ, त्यसपछि गएर अलिक सजिलो हुन्छ तपाईँको। अब यो खानेकुराहरूमा तपाईँको के छ त भन्दाखेरि चाहिँ यो म्याक्रोन्युट्रिएन्ट र माइक्रोन्युट्रिएन्ट भन्ने कुराहरू हुन्छ, होइन? म्याक्रोन्युट्रिएन्ट भनेको चाहिँ जेनरली कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, होइन? अब यसमा हामीले खानेको सबै उसमा जो हामीलाई सर्टन क्यालोरी चाहिन्छ हाम्रो जिउमा, दैनिक यति क्यालोरी चाहिन्छ भन्ने हुन्छ। त्यसको कति पर्सेन्ट चाहिँ कहाँबाट आउनुपर्छ भन्ने खालको एउटा गाइडेन्स थियो तपाईँको चाहिँ, होइन? सबभन्दा बढी कार्बोहाइड्रेट हुन्छ तपाईँको, होइन? हाम्रो दैनिक हरेक कुरामा प्रयोग गर्नको लागि चाहिने कार्बोहाइड्रेट यो चाहिँ 45 देखि 65% हाम्रो खाएको आहार विहारको क्यालोरी त्यहाँबाट आउनु पर्यो। फ्याट चाहिँ 20 देखि 35%। त्योभन्दा खोजेको फ्याट खाँदैन खाने, फ्याट खायो भने नराम्रो हुन्छ भन्ने हुँदै होइन। हाम्रो फ्याटको धेरै महत्त्वपूर्ण छ, कस्तो फ्याट खाने भन्ने कुरा हो तपाईँको, होइन? अनि अर्को चाहिँ प्रोटिन 10 देखि 35%। अब दैनिक तपाईँको चाहिँ 2000 देखि 2500 क्यालोरी चाहिँ रेकमेन्डेड छ तपाईँको, है? अब जस्तो अब हामीले साधारणतया खानेकुराहरूमा कति क्यालोरिज हुन्छ भन्दाखेरि यहाँ हेर्दाखेरि अब सबैमा जान अलिक समय नमिल्ला। अब 1 कप राइस, 1 कप चाहिँ भात तपाईँको उसमा 200 क्यालोरी हुन्छ तपाईँको, होइन? एउटा रोटीमा 80 क्यालोरी भयो तपाईँको, होइन? त्यस्तै गरेर तपाईँको यहाँ सबैमा हेर्न सक्नुहुन्छ। अब हाम्रो खाने नेपाली थालमा यसरी, होइन? जेनरली अब हामीले चाहिँ एभरेज नेपालीले खाँदा चाहिँ तपाईँको 1 कपभन्दा बढी खान्छौँ। जस्तो तपाईँको भनौँ न 3 कप मानेर अनि तरकारी, दाल, अचार सबै गऱ्यो भने हाम्रो चाहिँ एक छाकमै तपाईँको चाहिँ हामीलाई 1100 जति क्यालोरी पुग्छ, है? अब त्यसपछि तपाईँको त्यसमा बिहानको खाइयो, बेलुका खाइयो, त्यसपछि तपाईँको के अरे बिहान खाजा खाइएला, दिउँसो स्न्याक्स खाइएला, ड्रिङ्क्स खाइएला। त्यसबाट चाहिँ यो 1100को 2000-2500 पुग्न धेरै समय लाग्दैन तपाईँको, होइन? सजिलोसँग हुनसक्छ। अर्को एकदम महत्त्वपूर्ण कुरा चाहिँ केही पनि कुरा किन्दाखेरि आफूले अब अमेरिकामा के हुन्छ तपाईँको भन्दाखेरि जेनरली तपाईँको अब सागसब्जी बाहेक अरू जे कुराहरू किन्दाखेरि चाहिँ फुडको लेभल के हो भनेर चाहिँ यहाँको नियमअनुसार चाहिँ व्यापार गर्ने मान्छेले चाहिँ त्यो देखाउनुपर्छ तपाईँको, होइन? अब त्यसमा तपाईँको चाहिँ के हुन्छ त भन्दा जस्तो यो फुडको लेभल हेर्न जान्नु पर्यो तपाईँको। यसमा धेरै समय मैले दिन सक्दिनँ अहिले। तर कुरा के हो त तपाईँको भन्दाखेरि चाहिँ अब जस्तो तपाईँको पहिला चाहिँ जस्तो अब कताबाट 1 सेकेन्ड है, यो तपाईँको चाहिँ अब यसमा
के भन्छ भन्दाखेरि यो 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 एउटा इक्जाम्पल त यसमा 8 सर्भिङ छ भन्छ यसमा है। सर्भिङको साइज कति हुन्छ भन्दा 2/3 कपको 2/3 भयो 55 ग्राम भयो भन्छ होइन। अनि एक सर्भिङमा यति तपाईँको चाहिँ ऊ छ क्यालोरी छ भन्छ तपाईँको। त्यसपछि जेनरल तपाईँको के भन्छ भने पर्सेन्टेज डेली भ्यालु भन्छ। यो भनेको चाहिँ के हो त तपाईँको भन्दाखेरि चाहिँ के अरे कति त्यसको न्युट्रिसनको चाहिँ कति पर्सेन्टेज चाहिँ एक सर्भिङमा तपाईँको चाहिँ हुन्छ भनेर। अब यसमा तपाईँको जेनरली चाहिँ अब पहिला के जान्नु पर्यो फर्स्ट भन्दा चाहिँ यहाँ यसले विभिन्न कुराहरू भन्छन्। यसमा कुन कुरा चाहिँ राम्रो हो कुन कुरा चाहिँ राम्रो होइन जान्नु पर्यो तपाईँको। जस्तो यसमा पहिला यो स्याचुरेटेड फ्याट र ट्रान्स फ्याट भनेको नराम्रो फ्याट एकदम यो होइन। तपाईँको हार्ट एट्याक गर्ने स्ट्रोक गराउने फ्याटहरू यस्तोहरू। अब यो जति थोरै भयो राम्रो। ट्रान्स फ्याट चाहिँ आजकल तपाईँको यो बाहिर व्यापार गर्ने खानेकुरामा कुनैमा नै हुनु हुँदैन, बिहानै भइसकेको छ ट्रान्स फ्याट चाहिँ यो अमेरिकामा होइन। अनि तपाईँको चाहिँ स्याचुरेटेड फ्याट 5% जस्तो अब यहाँ अब यो चाहिँ पर्सेन्टेज डेली भ्यालुको चाहिँ 5% और लेस खाना चाहिँ राम्रो है। यस्तो फाइदा नगर्ने कुराहरू भनेर इक्जाम्पल दिएको छ यहाँ चाहिँ होइन। त्यस्तै गरेर तपाईँको अब सोडियम कति छ त भन्दाखेरि 7% छ तपाईँको। अब अर्को एकदम हेर्न पर्यो भनेको तपाईँको एडेड सुगरहरू हुन्छ तपाईँको हेर्नुहोस् है है। यसमा 20% एडेड सुगर छ तपाईँको हेर्नुहोस् है। त्यसो भएर चाहिँ यो यसो हेर्ने बानी बसाल्नुहोस्। त्यसो 5वटा आफूले 5वटा खानेकुराहरू किनेको यसो यसो हेर्ने बानी बसाल्नु भने बिस्तारै उठा हुन्छ। अनि 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 कुन कस्तो खानेकुरा हो कि फाइदा नगर्ने कुराहरूको हो त्यो एउटा आफूले बिस्तारै लिस्ट बनाइसकेपछि थाहा हुन्छ। अब मैले चाहिँ यो के गराएको छु भन्दा तपाईँको प्रेजेन्टेसनमा के मिथ र फ्याक्ट थियो भनेर भनेको छु है तपाईँको। जस्तो अब जेनरली रोटी चाहिँ तपाईँको चाहिँ भातभन्दा सेतो भात हामीले खाने भातभन्दा चाहिँ राम्रो हुन्छ भन्ने भनाइ छ तपाईँको होइन। अब त्यसको होला थियो तर त्यस्तो एकदम स्पष्ट हामी चाहिँ प्रायः जस्तो के गर्छौँ भन्दाखेरि हामीले मेडिकल फिल्डमा के कुराहरू गर्दाखेरि हामी चाहिँ एकदम स्पष्ट यसले गर्छ यो कुरामा कुनै दुविधा छैन ल यो औषधि खान ठिक हुन्छ अथवा एकदम स्पष्ट तरिकाले तपाईँले चाहिँ हिँड्नुभयो भने तपाईँलाई यस्तो राम्रो हुन्छ भनेर चाहिँ त्यो त्यो तपाईँको साइन्सले देखाएको कुराहरू भन्छु। त्यस्तो खालको चाहिँ साइन्टिफिक ब्याकग्राउन्ड छैन यसमा होइन। तर होला रोटीले अलिकति फाइदा गर्दा आइडिया के हो त तपाईँको भन्दाखेरि भात चाहिँ अलिकति सिम्पल कार्बोहाइड्रेट भयो, रोटी अलिकति कम्प्लेक्स भयो। अब अर्को हाम्रो नेपाली समाजमा तपाईँको एउटा के छ त तपाईँको भन्दाखेरि चाहिँ करेला खायो भने करेलाले चाहिँ तपाईँको चाहिँ मेरो ल सुगर चाहिँ ठिक हुन्छ है भनेर चाहिँ एउटा भनाइ छ तपाईँको। त्यसमा त्यस्तो खालको एकदम यो अलिकति मैले अब छोटो समयमा भन्दाखेरि मैले चाहिँ कुराहरूलाई सिम्प्लिफाई गरेर भन्नु पनि हुन्छ। सिम्प्लिफाई गर्दाखेरि कहिलेकाहीँ चाहिँ त्यसको एकदम गहन कुराहरू चाहिँ हामीले डिस्कस गर्न मिल्दैन। तर जेनरली कुरा के छ तपाईँको भन्दाखेरि करेला खाँदाखेरि तपाईँको चाहिँ डायबिटिज कम हुन्छ भनेर करेलै खाएर ठिक बनाउँछु त्यसपछि औषधि खान भन्ने खालको सोच्यो भने चाहिँ त्यसले चाहिँ हाम्रो चाहिँ हानि गर्न सक्छ है। त्यसपछि लाएर चाहिँ सबै फ्याटी फुडहरू अनहेल्दी हुन्छ भन्ने होइन। मैले भनिसकेँ तपाईँको जस्तो हेल्दी फ्याटहरू तपाईँको कछन तपाईँको होइन। जस्तो जेनरली फ्याट्सहरू चाहिँ स्याचुरेटेड फ्याट होइन अनस्याचुरेटेड फ्याट भन्ने हुन्छ तपाईँको। यो पोली अनस्याचुरेटेड फ्याट चाहिँ राम्रो गर्छ तपाईँको। जस्तो आभाकाडो, अलिभ ओइल, नट्स होइन। अब यिनीहरू तपाईँको चाहिँ मेडिटेरेनियन खानाहरूमा हुन्छ तपाईँको। अनि अर्को भेजिटेरियन फुडमा चाहिँ होइन भेजिटेरियन फुडमा तपाईँको प्रोटिन पुग्दैन भन्ने चाहिँ त्यो इट्स अ मेथ जेनरली तपाईँको होइन। तर एकदम लाइफ लङ तपाईँको चाहिँ भेजिटेरियन स्पेसली भिगन मान्छेहरूलाई चाहिँ तपाईँको के छ त भन्दाखेरि B12 चाहिँ कम हुनसक्छ है। अनि B12ले नर्भस सिस्टममा असर गर्न सक्छ। तर B12 सप्लिमेन्ट खाँदा राम्रो उहाँहरूले चाहिँ। अब त्यसपछि फिजिकल एक्टिभिटीको कुराहरू गरौँ है। फिजिकल एक्टिभिटीमा चाहिँ के छ के रेकमेन्डेसन भन्दाखेरि यो चाहिँ फेरि एकदम बेसिक रेकमेन्डेसन हो है। एकदम कम्तीमा तपाईँको के भन्छ भन्दाखेरि चाहिँ हप्तामा मोडरेट लेभलको फिजिकल एक्टिभिटी जस्तो तपाईँको चाहिँ वाटर एरोबिक्स भन्छ, गार्डन गर्ने होइन, सोसल डान्सिङ गर्ने भन्छ 150 मिनट हप्तामा। अथवा तपाईँको चाहिँ 75 मिनटको भिगरस एक्टिभिटी तपाईँको दौडिने होइन एकदम खलखल्दो पसिना आउने खालको त्यस्तो गर्नु भन्छ त्यहाँ। अनि यो अब जेनरली के छ तपाईँको भन्दाखेरि मुटुको चाल बढाउने खालको एक्टिभिटीहरू यो है। प्लस तपाईँको अलिकति त्यो मसलको टोनहरू पनि बढाउने पनि राम्रो हुन्छ तपाईँको। तर जेनरली यो माथिकोमा चाहिँ मुटुको चाल बढाउने खालकोमा चाहिँ गर्नुपर्छ तपाईँको। सबभन्दा राम्रो भनेको हिँड्ने होइन। अनि त्यसपछि तपाईँको चाहिँ अब अलिअलि रेजिस्टेन्स बढाउने अलिअलि वेट ट्रेन गऱ्यो भने तपाईँको मसलको टोनहरू हुन्छ। अनि त्यसले गर्दा तपाईँलाई चाहिँ त्यो पनि फाइदा हुन्छ तपाईँको होइन। अनि त्यसपछि लाएर चाहिँ थोरै सुरु गर्ने अनि बिस्तारै इन्टेन्सिटी बढाउँदै जाने तपाईँको। र अर्को एकदम इम्पोर्टेन्ट कुरा चाहिँ बस्ने आइडल टाइम, टिभी हेर्ने बस्ने आइडल टाइम मान्छेले के भन्छ भन्दा चाहिँ त्यो रिसर्चबाट हेर्दाखेरि कहिलेकाहीँ तपाईँको त्यस्तो आइडल टाइम तपाईँको चाहिँ चोट खाए सरहको हानि भएको देखिन्छ भन्छ है। त्यो भनेको चाहिँ बस्नु नमिल्ने भन्ने होइन तपाईँको। तर बसेको गर्नु तपाईँको होइन। त्यही भएर अब आइडिया चाहिँ अब अनि अर्को सानो बच्चामा किड्सहरूमा चाहिँ दैनिक घन्टा 1 घन्टा जति चाहिँ एक्टिभिटी गर्नु भनेर भन्छ। बच्चालाई धेरै गर्नु भन्छ होइन। अब यसलाई गर्ने तरिका के हो तपाईँको भन्दाखेरि गोल बनाउने, आफ्नो अगाडि बढाउँदै जाने होइन। यीको यहाँ भनेका यिनीहरू चाहिँ मिनिमम कुराहरू
होइन। जस्तो अब मैले बिरामीलाई सधैँ के भन्छु भन्दाखेरि यो चाहिँ तपाईँको तथ्यले देखाएको होइन, कम्तीमा आधी घन्टा ती हप्तामा 5 दिन हिँड्यो भने लगभग लामो समय त्यसरी गऱ्यो भने 7 वर्ष अरू आयु बढ्छ। त्यो भनेको 7 वर्षका आयु बढाउने त हजुरको चाहिँ औषधि, मैले इक्जाम्पल मैले ट्याक्कै मैले बिरामीले कसरी भन्छु भन्दा चाहिँ मैले यस्तो औषधि बनाउन सक्यो भने म एक घन्टामा म बिलिनियर हुन्छु, 1 घन्टामा है भन्नु हजुरको त्यस्तो पावर तपाईँको अरू औषधि एउटा दुईवटा औषधिबाट त्यति सजिलो चाहिँ आउनु तपाईँको होइन। तर एनी एक्टिभिटीबाट है, अब यहाँ चाहिँ कस्तो हुन्छ तपाईँको भन्दा एउटा ब्ल्याङ्केट लिएर आएर सबैले यही अनुसारको गर्नुहोस् भनेर भन्न मिल्दैन तपाईँको होइन। आफूले सुरु गर्नु पर्यो तर बढाउँदै जानु पर्यो है। यो अरू कुरा कभर भइसक्यो त्यहाँ। त्यसपछि अब यो चाहिँ स्मोकिङ, चुरोटको विषयमा। अब चुरोटको चाहिँ कस्तो तपाईँको भन्दाखेरि हरेक अङ्गहरूमा तपाईँको असर गर्छ होइन। यो चाहिँ अब मुटुको हिसाब किताबबाट हामी हेरौँ होइन। जस्तो तपाईँको चुरोट चाहिँ लामो समस्या खाइसकेपछि फोक्सोमा जुन असर गर्छ त्यो पर्मनेन्ट असर त्यहाँ भइरहेको छ तपाईँको। तर तपाईँको के हुन्छ भन्दाखेरि मुटुको खण्डमा चाहिँ तपाईँको चाहिँ चुरोट छोडेपछि, जस्तो यहाँ तपाईँको यहाँ फर्स्ट बुलेट पोइन्ट के भन्छ, विदिन 1 year अफ क्विटिङ यो रिस्क अफ हार्ट डिजिज गोज डाउन बाई हाफ होइन। त्यो चाहिँ कहिले पनि लेट हुँदैन तपाईँको। के भन्दा त्यो निकोटिन जब चुरोटबाट आउने तपाईँलाई त्यो केमिकललाई निकोटिन भन्छौँ हामी, त्यो निकोटिनले चाहिँ जब तपाईँको नसामा तपाईँको असर, निकोटिन नसामा भइरहेको छ तब त्यहाँ असर गर्छ, त्यतिखेर नसालाई ड्यामेज गर्न सक्छ, हार्ट एट्याक हुनसक्छ होइन। तर चुरोट छोड्ने बित्तिकै पहिला केही भएको छैन भने होइन, त्यसपछि फेरि त्यो तपाईँको चाहिँ हुँदैन होइन। अब यसमा यो चाहिँ के हुनुपर्छ भन्दाखेरि यो सबभन्दा मोस्ट डिफिकल्ट एडिक्सन हो यो। फर्स्टमा हाम्रो चाहिँ चुरोट खाने मान्छेलाई चाहिँ हामीले चाहिँ एउटा चाहिँ कस्तो भन्दाखेरि चाहिँ हामीले कसरी हेर्नुपर्छ त भन्दाखेरि है एउटा यो चाहिँ एडिक्सन हो, मान्छेलाई चाहिँ एडिक्सनले चाहिँ ऊ गरेको छ र एकदमै गाह्रो एडिक्सन हो। त्यसो भएर चाहिँ छोडौँ भनेर ठ्याक्क छोड्न छैन भन्ने एउटा एक किसिमको त्यो सहानुभूतिको भावनाले हेर्नुपर्छ हामीले चाहिँ एउटा कुरा होइन। र अर्को कुरा चाहिँ छोड्ने मान्छेले चाहिँ के गर्नुपर्छ तपाईँको भन्दाखेरि चाहिँ यसमा कहिले पनि छोड्नको लागि चाहिँ पछि पर्नु हुँदैन है, भनेको यो सजिलो छैन तर सकिन्छ। एक मल्टिपल स्ट्राटेजी लिएर, जस्तो तपाईँको एउटा चाहिँ एउटा क्विट डेट राख्ने एउटा होइन जेनरली, तर जेनरली चाहिँ सबै कुराहरूलाई एकैचोटि हिट गरेर गऱ्यो भने चाहिँ राम्रो हुन्छ। एउटा क्विट डेट राख्ने तपाईँको होइन। त्यसपछि लाएर चाहिँ अब त्यो तलतल घटाउनको लागि चाहिँ औषधि खान पाइन्छ तपाईँको होइन, त्यो औषधिहरू प्रयोग गर्न सकिन्छ। त्यसपछि लाएर चाहिँ अनि अब ल के अरे म डिसेम्बर 1 क्विट गर्छु भनेर भन्यो भने आज नोभेम्बर 26 पऱ्यो, 4 दिनमा मैले चाहिँ के तयारी गर्नुपर्छ त। पहिला मैले छोड्न खोज्दाखेरि मलाई के भएर मैले फेरि थालेँ होइन, मैले चुरोटहरू सब फाल्नु पऱ्यो, मैले मेरो एस्ट्रे फाल्नु पऱ्यो, चुरोट खाने मान्छेसँग म ह्याङ आउट गर्दिनँ होइन। अनि त्यसपछि लाएर चाहिँ मलाई तलतल लाग्यो भने मैले के गर्नु त भन्दाखेरि चाहिँ मलाई त हिँड्न मनपर्छ, त्यही बेला म हिँड्छु है। एकजना मैले मेरो बिरामीलाई के गरेको छ, मेरो बिरामीले के गरेको मलाई अनुभव छ भन्दा चाहिँ यत्तिकै हातले गरेर उसले बसेको थियो त्यो बानी चाहिँ उ गर्नलाई, डिस्ट्र्याक्ट गर्नको लागि। अर्को एकजनाले चक्लेट खाएको थियो होइन। त्यो चक्लेट इज नट गुड बट मच बेटर देन तपाईँको चाहिँ स्मोकिङ होइन। त्यसो भएर चाहिँ सबै कुराहरूले त्यसरी गरेर चाहिँ 81 गरे पनि हुन्छ तपाईँको है। अनि अगाडि बढौँ। नेभर टु लेट एउटा कुरा। कार्डियोभास्कुलर रिस्क चाहिँ पछि गएर तपाईँको चाहिँ नन स्मोकरमा तपाईँको चाहिँ पहिला खाने मान्छेहरूको चाहिँ नन स्मोकरको जस्तै हुन्छ 10 वर्षपछि। त्यो अब हामीले चाहिँ चुरोट खाने मान्छे यस्तो उ गर्ने मान्छेहरू हामीले चाहिँ उहाँहरूलाई वास्तवमा चुरोट छुटाउन हामी चाहन्छौँ भने हामीले उहाँहरूलाई कति खाँदो रहेछ के रहेछ भन्नु भन्दा एउटा सहानुभूतिको भावनाले हेर्न सक्यो भने चाहिँ उहाँहरूले छोड्न अलिक सजिलो हुनसक्छ होइन। र डाक्टरहरूको सल्लाह लिन चाहिँ गर्नु हुँदैन है, यसमा हिचकिचाउनु भएन। अब सुत्ने कुराहरू, अब यो हेल्दी स्लिप चाहिँ एकदमै महत्त्वपूर्ण छ है तपाईँको। यो जस्तो अब जेनरली भन्दा चाहिँ 7 देखि 9 घन्टा चाहिँ सुत्नुपर्छ हरेक दिन भन्ने छ तपाईँको होइन। अब यसले मुटुको रोगमा एकदम यसको चाहिँ होइन, हामी राम्रोसँग सुतेनौँ भने मुटुको रोग बढी भएको देखिन्छ तपाईँको। त्यसपछि लाएर चाहिँ यो डिमेन्सिया मान्छेले बेच्ने रोग हुन्छ नि, त्यसको चाहिँ अझ अगाडिको उसलाई चाहिँ हामी कग्निटिभ डिक्लाइन भन्छौँ तपाईँको चाहिँ होइन। त्यो हुँदै गएर डिमेन्सियाहरू देखिन्छ तपाईँको। डिप्रेसन भयो तपाईँको, प्रेसरको कुरा भयो, सुगर, कोलेस्ट्रोल होइन, यी सबै र त्यसपछि लाएर चाहिँ अर्को ओबेसिटीमा पनि तपाईँको चाहिँ होइन, निद्राको सबै कुराहरूमा असर गर्छ तपाईँको। त्यसो भएर
सुतेको बेलामा तपाईँको के हुन्छ, हाम्रो सेलहरू, हाम्रो कोषाहरू चाहिँ तपाईँको चाहिँ हिल भइरहेको हुन्छ, इम्युन सिस्टम बिल्ड भइरहेको हुन्छ तपाईँको होइन। र सुत्दाखेरि चाहिँ एक्टिभ तपाईँको मेमोरीको कुराहरू चाहिँ त्यहाँ भइरहेको हुन्छ तपाईँको होइन। त्यसो भएर यो स्लिप ह्याबिट भन्ने हुन्छ तपाईँको होइन। स्लिप भनेको चाहिँ सुत्न पनि तपाईँको चाहिँ एउटा एउटा बानी बनाउनुपर्छ तपाईँको। जस्तो तपाईँको के भन्छ भन्दाखेरि चाहिँ आफ्नो अब यहाँ के भनेको छ उनीहरूले भन्दाखेरि यस्तो इलेक्ट्रोनिक्सहरू, कम्प्युटर, फोन, टिभीहरू चाहिँ टाढा है। अनि अनि सुत्ने बेलामा बिस्तारा कस्तो होस् तपाईँको बिस्तारा देख्ने बित्तिकै निर्ला होस् कि होइन। फिलोसफी त्यस्तो तपाईँको होइन। बिस्तारामा बसेर पढ्न पनि नपढ, टिभी पनि नहेर, फोन पनि नहेर, कम्प्युटर नहेर होइन। त्यसपछि लाएर चाहिँ पर्दा सदा लाउने, अलि अँध्यारो बनाउने होइन, डिम गर्ने तपाईँको। त्यसपछि अनि एकदम बिहान उठ्नको लागि अलार्म लाउने। त्यसपछि आफ्नो उसमा आइटीहरूमा चाहिँ इन्फर्मेसन आयो भने उ गर्ने तपाईँको चाहिँ होइन, साइलेन्स गर्ने के गर्ने भन्छ। त्यही भएर त्यो 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 ह्याबिट डेभलप गर्नुपर्छ। स्लिप इज अ रियली एक्टिभ प्रोसेस। हामी सुतेको बेलामा तपाईँको चाहिँ रेम स्लिप भन्ने हुन्छ, एकदमै एक्टिभ, दिमागमा एकदमै एक्टिभ कुराहरू भइरहेको हुन्छ होइन। त्यसपछि यो यी सबै कुराहरू हामीले गऱ्यौँ। यो सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ यसमा चाहिँ यो स्केड्युल र स्लिप हाइजिन चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा है। अर्को एउटा कुरा हामीले गर्नुपर्ने चाहिँ यो अब्स्ट्रक्टिभ स्लिप एप्ने। त्यो भनेको के त, यो चाहिँ हामीले यो के देखाएको छ तपाईँको यो टाउकोलाई चाहिँ तपाईँको उदाहरणको लागि बिचबाट चिर्यो भने के देखिन्छ भनेर त्यस्तो खालको चाहिँ यो चित्र बनाएर देखाएको यो है। हामीले मेडिसिनमा पढ्दाखेरि यसरी पढ्छौँ, सिटी स्क्यान गर्दा, एमआरआई गर्दा यसरी गरेर हामीले हेर्छौँ होइन। अब यसमा तपाईँको यो के भयो, यहाँ यो नाक भयो तपाईँको, यो चिउनु भयो तपाईँको होइन। अनि यो जिब्रो, यो हेरी यो देख्नुभयो जिब्रो यो होइन। अब हाम्रो के हुन्छ, खानेकुराहरू हेरी यहाँबाट जान्छ पछाडि, त्यसपछि हामीले फेरिको सास चाहिँ नाकबाट यसरी आएर यहाँ जान्छ तपाईँको होइन। अनि यहाँ हेर्नु भने यो जिब्रो र त्यसपछि यहाँ चाहिँ यो अर्को माथिको उ छ होइन, प्यालेट भन्ने हुन्छ तपाईँको होइन। के हुन्छ तपाईँको भन्दाखेरि चाहिँ मोटोपना भयो भने यहाँ पनि तपाईँको चाहिँ बोसोहरू बढी भएर यसले तपाईँको चाहिँ पछि गएर यहाँ अँठाउन सक्छ है। अनि त्यो भएर चाहिँ मान्छेहरू सुत्दाखेरि तपाईँको के हुन्छ भन्दाखेरि 10 सेकेन्ड 20 सेकेन्डसम्म सास नफेरि हुनसक्छ तपाईँको होइन। अनि त्यसलाई हामी के भन्छौँ भन्दाखेरि अब्स्ट्रक्टिभ स्लिप एप्ने भन्छौँ। त्यो एकदमै कमन छ तपाईँको चाहिँ। र यसले तपाईँको अहिले भन्यो नि तपाईँको राम्रोसँग नसुतेर के सबै मुटुको रोगदेखि लिएर सबै कुराहरू हुन्छ भने नि सबै कुरामा असर गर्छ यसले होइन। अब यसलाई यसको वास्तविक ऊ चाहिँ के हो त, उपचार के हो त भन्दाखेरि मोटोपना हुन नदिने होइन। तर आफूले एकदम कोसिस गर्दा गर्दा त्यो गर्दा नि भएन भने मान्छेहरूले यहाँ के गर्छन् तपाईँको भन्दाखेरि यहाँ चाहिँ मास्क लाएर अनि त्यसपछि त्यो मास्कबाट चाहिँ एकदम फोर्सफुली हावा जान्छ भित्र, अनि हावा भित्र गएर त्यसले चाहिँ यसलाई ओपन गर्छ, ओपन गरेर अनि त्यसपछि हावा यसरी तल जान्छ होइन। त्यसलाई चाहिँ हाम्रो चाहिँ कमनली प्रयोग गर्ने उसलाई चाहिँ त्यो डिभाइसलाई हामी सिप्याप भन्छौँ, सिपिएपी, कन्टिन्युस पोजिटिभ एयर प्रेसर डिभाइस भनेर भन्छौँ होइन। अनि त्यो गरिन्छ। यो फेरि अर्को कुरा के भन्छ भन्दाखेरि यो हामीले जाँच्यो भने कतिपय मान्छेहरूमा त धेरै मोटो नभइकन पनि यस्तो भएको देखिन्छ तपाईँको। त्यही भएर चाहिँ यो पहिला जेनरली अब हामीले चाहिँ के चाहिँ देखाएको छौँ भन्दाखेरि हाम्रो अनुभवमा चाहिँ बिरामीहरूलाई देखाउने, बिरामीहरूले कति यो टेस्ट गर्न मान्दैन तपाईँको चाहिँ होइन। त्यसो भएर चाहिँ मलाई किन भएको छैन भन्ने खालको हुनसक्छ होइन। त्यसो भएर त्यो टेस्ट गर्ने पनि नराम्रो आइडिया चाहिँ होइन। तर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ कसरी मोटोपना हुन दिनु भएन, त्यो चाहिँ महत्त्वपूर्ण कुरा भयो। अब तौलको कुरो गरौँ है त। अब तौलकोलाई चाहिँ एकदमै सिम्पल, म एकदम सिम्प्लिफाइड तरिकाले भन्छु होइन। यो पहिला चाहिँ क्यालोरी कति भित्र गएको छ त्यो क्यालोरी पहिला गरौँ। त्यो फुड जर्नल भनेको के खाइयो, कति खाइयो, कचोटि खाइयो, के भयो भनेर चाहिँ त्यो हामीले अलिक ख्याल गरेनौँ भने तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ त्यो डेटै थाहा भएन भने हामीले के गर्न सक्दैनौँ भने जस्तो होइन। त्यो चाहिँ ख्याल गऱ्यो भने हामीलाई एकदमै हेल्प गर्छ। त्यसपछि लाग्छ यो खानेकुराबाट कति बर्न गरियो त, कति क्यालोरिज बर्न आउट गरियो त एक्टिभिटीमा होइन। अनि यो अर्को महत्त्वपूर्ण कुरा भयो। र हामीले एकदम कमनली प्रयोग गर्ने एउटा युनिट भनेको चाहिँ बिएमआई, बडी मास इन्डेक्स भन्छौँ। यो भनेको खास के हो तपाईँको भन्दा चाहिँ तौल किलोमा कति छ र त्यसपछि त्यो तौललाई चाहिँ एउटा हाइटसँग स्ट्यान्डर्डाइज गरेर निकाल्ने एउटा चाहिँ युनिट हो होइन। अब जेनरली तपाईँको के भन्छ भन्दाखेरि 25भन्दा कम राम्रो होइन। हामी 25भन्दा माथि भएपछि ओभरवेट भयो भन्ने छ। तर अब हाम्रो एसियनहरूमा अझ तपाईँको के छ भन्दाखेरि हाम्रो चाहिँ एउटा जेनेटिकली नै हाम्रो चाहिँ हामीलाई चाहिँ तपाईँको चाहिँ 25 छैन, हाम्रो 23 बिएमआई भन्छ हाम्रो होइन। त्यसो भएर यो पनि डाक्टर कहाँदाखेरि यो जाँचिरहेको हुन्छ तपाईँहरूको होइन। यो पनि याद गर्नु होला तपाईँको होइन। अब त्यसपछि अब
एकदम सिम्पल छ तपाईँको होइन। ब्यालेन्स वेट कसरी भयो तपाईँको, एनर्जी कति खाइयो, कति एनर्जी आफूले चाहिँ एक्सपेन्ड गरियो, ब्यालेन्स छ भने ब्यालेन्स वेट भयो तपाईँको है। अब वेट गेन कसरी भयो त भन्दाखेरि चाहिँ तपाईँको चाहिँ आफूले एक्सपेन्ड गरेको एनर्जी जुन प्रायः जस्तो हामी चाहिँ आफ्नो एक्टिभिटीले गरेका हुन्छौँ त्योभन्दा बढी चाहिँ हामीले खाइयो भने चाहिँ के भयो त वेट गेन भयो। अब वेट लस गर्नु पऱ्यो भने के गर्नु पऱ्यो त, ठ्याक्कै यो इक्वेसनलाई गर्नु पऱ्यो यसमा होइन। भने चाहिँ एनर्जी एक्सपेन्डेड बढी अथवा एनर्जी कन्ज्युम कम होइन। जेनरली अब यो चाहिँ यसलाई तपाईँको चाहिँ एउटा मान्छेको यो साइकोलोजिकल उसमा गएर हेऱ्यो भने इट्स रियली अल अबाउट सेल्फ डिसिप्लिन है। अमेरिकामा कति मिठा खानेकुराहरू वरिपरि जहाँ चाहिँ छन् तपाईँको होइन। त्यसबाट तपाईँको चाहिँ त्यो त्यो अब हामीले चाहिँ त्यो आफूलाई सेल्फ डिसिप्लिन गर्न सकेन भने के हुन्छ तपाईँको भन्दा चाहिँ हामी यतातिर आउँछौँ तपाईँको होइन। अब यसको मिथ के छ तपाईँको भन्दाखेरि चाहिँ मित्र फ्याक्ट हेऱ्यो भने चाहिँ पहिला फिजिकल एक्टिभिटी यसबाट मात्रै गरेर चाहिँ तपाईँको म फिजिकल एक्टिभिटी मात्रै गर्छु म खानेकुरा मसँग गर्दिनँ भनेर चाहिँ तौल चाहिँ घट्दैन। एकदमै एकदमै महत्त्वपूर्ण फिजिकल एक्टिभिटी होइन। तर त्यो त्यो चाहिँ त्यस्तो वेट घटाउन इफेक्टिभ हुँदैन। वेट घटाउन सबभन्दा महत्त्वपूर्ण कुरो तपाईँको के छ भन्दाखेरि खानेकुरामा चाहिँ एकदम ध्यान दिनु पऱ्यो। त्यही भएर तपाईँको जर्नलिङ गर्ने, मैले के खाएको छु कति खाएको छु होइन, त्यो आफूलाई तथ्याङ्क थाहा भएपछि बल्ल अनि आफूले चाहिँ त्यो तथ्याङ्क अनुसारको चाहिँ आफूले चाहिँ चेन्ज गर्न सकियो होइन। त्यही भएर त्यो महत्त्वपूर्ण भयो। जेनरली अब जस्तो तपाईँको चाहिँ हामीहरू औषधि खान्छौँ, प्रेसरको औषधि खान्छौँ, सुगरको औषधि खान्छौँ भने कसरी बुझौँ त भन्दाखेरि 10 किलो मात्रै तौल घटाउँ। अब यी औषधिहरू जिन्दगीभर खानुपर्छ हेर्नुहोस् तपाईँको होइन। यो फेरि कस्तो त भन्दाखेरि चाहिँ मलाई खै मैले त 10 किलो औषधि 10 किलो तौल घटाएँ तर यस्तो भएन भन्नुभन्दा नि यो चाहिँ एउटा साधारणतया तपाईँको चाहिँ एउटा जेनरलाइजेसन गर्ने भनेको हरेक मान्छेलाई ठ्याक्कै लागु नहुनसक्छ होइन। तर कुरो के त तपाईँको भन्दाखेरि 10 किलो मात्रै घटाएँ भने हामीले खाएको प्रेसरको एउटा अथवा दुईवटा औषधि नखासर फाइदा हुन्छ है। सुगरको एउटा खाने चकी नखासर तपाईँको हुन्छ र तपाईँको चाहिँ अनेक यति धेरै फाइदाहरू हुन्छन् भनेर साथै तपाईँको होइन। सबभन्दा मोस्ट इम्पोर्टेन्ट कुरा चाहिँ यसमा के हो तपाईँको भन्दाखेरि चाहिँ एउटा रिजनेबल गोल राख्ने आफूले होइन। त्यसपछि लाएर चाहिँ एक्कासी धेरै गर्छु भनेर गरेर तपाईँको पछि त्यसलाई सस्टेन गर्न सकेन भने तपाईँको फाइदा भएन। त्यो चाहिँ रिजनेबल गोल राख्ने र सस्टेन गर्ने वेट चाहिँ तपाईँको वेट लस चाहिँ होइन। र अनेक किसिमका तपाईँको चाहिँ यसो गऱ्यो भने वेट लस बढी हुन्छ, उसो गर्नु वेट लस हुन्छ भने विभिन्न किसिमका फर्मुला विभिन्न किसिमका डायटहरू छन् तपाईँको होइन। सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो त भने तपाईँलाई कुन चाहिँ फर्मुलाले काम गर्छ त्यो नै तपाईँलाई सबभन्दा महत्त्वपूर्ण कुरा। त्यसो भएर चाहिँ अनेक मान्छेले भनेको कुराहरू चाहिँ फलान लगायो भन्दैमा तपाईँलाई पनि हुन्छ भन्ने हुँदैन। तपाईँको लाइफस्टाइल तपाईँको जिन्दगी अनुसार चाहिँ तपाईँलाई के सबभन्दा केले चाहिँ कुन चाहिँ फर्मुला हुन्छ त्यो गर्नु पऱ्यो होइन। अनि अर्को कुरा चाहिँ कुनै कुनै जस्तो फर्मुला यो यहाँको डायटहरू चाहिँ अलिक ध्यान दिनुपर्छ। जस्तो कहिलेकाहीँ हामीले चाहिँ एकदम कोलेस्ट्रोल बढाएर चाहिँ तपाईँको चाहिँ आएको देख्छ हामीले होइन। अब एकचोटि कोलेस्ट्रोलको विषयमा कुरा गरौँ है। यो अलिकति कम्प्लेक्स छ तपाईँको। पहिला कोलेस्ट्रोल भनेको के हो? कोलेस्ट्रोल भनेको चाहिँ के हो तपाईँको भन्दाखेरि चाहिँ बोसो पदार्थ हो जो तपाईँको चाहिँ के अरे शरीरको विभिन्न भागमा हुन्छ। लिभरमा हुन्छ सबभन्दा बढी होइन। अलिक बढी भयो भने तपाईँको चाहिँ रगतको नसामा हुन्छ तपाईँको होइन। अनि त्यसपछि हरेक कोषहरूमा हुन्छ तपाईँको होइन। जेनरली के भन्ने चलन छ तपाईँको भन्दाखेरि एचडिएल भनेको चाहिँ गुड भन्ने छ, तर तपाईँको त्यसलाई बिर्से हुन्छ त्यो मेरो एचडिएल किन बिर्से हुन्छ भन्दाखेरि चाहिँ यो मैले अहिले म भन्छु त्यो समय छ होइन। मान्छेहरूले चाहिँ जेनरली के देख्छु मैले भन्दा मेरो एचडिएल त नर्मली मेरो एकदम राम्रो छ 70 छ मेरो एचडिएल भनेको गुड कोलेस्ट्रोल होइन। ब्याड कोलेस्ट्रोल भनेको एलडिएल कोलेस्ट्रोल, एल फर लाउजी कोलेस्ट्रोल भनेको ब्याड कोलेस्ट्रोल होइन। लाउजी कोलेस्ट्रोल चाहिँ मेरो ब्याड कोलेस्ट्रोल बढी छ तर मेरो गुड कोलेस्ट्रोल पनि बढी छ। त्यही भएर मैले औषधि खान्न अथवा मैले उसो गर्दिनँ भनेर मान्छे डिस्ट्र्याक्ट भएर गरेको धेरै देखिएको छ है। र अर्को कुरो के छ भने कसरी एचडिएल बढ्यो भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ। जस्तो तपाईँको फर इक्जाम्पल एल्कोहल बढी खाने मान्छेको एचडिएल एकदम बढिया हुन्छ होइन। त्यो भनेको केही फाइदा गर्दैन तपाईँको। तर एक्सर्साइज गरेर एचडिएल बढ्छ तपाईँको। एक्सर्साइज गरेर बढेको एचडिएल चाहिँ एकदमै राम्रो तपाईँको। त्यसो भएर जेनरली ओभर सिम्प्लिफाई गरेर भन्दाखेरि चाहिँ एचडिएललाई बिर्छ मैले है। फोकस हामी केमा गरौँ? एलडिएल लाउजी कोलेस्ट्रोलमा गरौँ होइन। द्याट्स ब्याड कोलेस्ट्रोल। जति थोरै भयो उति राम्रो। कति भन्ने कुराको अलिकति कन्ट्रोभर्सी छ तर जेनरली मलाई लागेको म तपाईँलाई भन्नु होला होइन।
अनि त्यस्तै गरी कोलेस्ट्रोल जाँच गर्दाखेरि अरू कुराहरू आउँछ नि, टोटल कोलेस्ट्रोल भन्ने आउँछ, ट्राइग्लिसराइड भन्ने आउँछ होइन। तपाईँहरू सबै कुरो बिर्से हुन्छ, एलडिएल सम्झनुहोस् एउटा, अनि ट्राइग्लिसराइड चाहिँ हामी प्रायः जस्तो नेपालीहरूको बढी हुन्छ है। तर ट्राइग्लिसराइडले चाहिँ तपाईँको चाहिँ एगेन फेरि यो एकदम मैले सिम्प्लिफाई गरेर भनेको छु होइन। ट्राइग्लिसराइडले तपाईँको चाहिँ मुटुमा मतलब हार्ट एट्याक गर्नलाई अथवा तपाईँको के अरे प्यारालाइसिस हुनको लागि एलडिएलले तपाईँको चाहिँ रोल 100मा 90% छ भने ट्राइग्लिसराइडको रोल 2% होला। त्यसो भएर चाहिँ इट्स अ रियली मोर अफ अ डिस्ट्र्याक्सन त्यसबाट होइन। यो चाहिँ ट्राइग्लिसराइड भनेको जेनरली तपाईँको चाहिँ कस्तो हो त भन्दाखेरि चाहिँ गुलियो बढी खाइयो भने जेनरली होइन, त्यसपछि तपाईँको ऊ फ्याटी फुड बढी खाइयो भने आउने कुराहरू हो। त्यसपछि एकदमै हाई लेभल कहिले जेनेटिकली पनि त्यस्तो हुनसक्छ तपाईँको है। अनि अब टोटल कोलेस्ट्रोल भनेको सबै कुरा हो। अब यसलाई चाहिँ तपाईँको बेसी हुन्छ, जेनरली एलडिएल सम्झिनुहोस् अनि ट्राइग्लिसराइड अलिकति बढी भयो भने भयो, तर मुख्य चाहिँ एलडिएल सम्झिनुहोस् यसमा होइन। यो थाहा पाउनु पऱ्यो तपाईँले, यो जान्नु पऱ्यो के छ कस्तो छ भनेर चाहिँ जान्नु पऱ्यो। यसले किन भन्दा तपाईँलाई कोलेस्ट्रोल बढेर तपाईँलाई जेनरली एकदम हाई भयो भने, जेनेटिकली एकदम हाई हुने बाहेक तपाईँहरूलाई केही थाहा हुन्न। तपाईँलाई जे थाहा हुन्छ एकैचोटि तपाईँको त्यसबाट आउने कुराहरू जस्तो तपाईँको हार्ट एट्याक हुने कुराहरू त्यस्तो मात्रै देखिन्छ एक्काचोटि। त्यही भएर यसलाई चाहिँ रगतबाट टेस्ट गरेर जाँच्नुपर्छ, यो यत्तिकै थाहा हुँदैन यो तपाईँको होइन। अब यसको चाहिँ कुराहरू के छ तपाईँको भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल म ट्राइग्लिसराइडको उदाहरण दिन्छु। धेरै वर्ष अगाडि एकजना चाहिँ तपाईँको मेरो बिरामी थियो, उसको चाहिँ ट्राइग्लिसराइड 28,000 लेभल थियो, 28,000 है। उसको जेनेटिकली नै त्यस्तो आएको थियो, जन्मदाखेरि नै रगत उसको चाहिँ सेतो थियो उसको है। अनि उसले चाहिँ के गर्यो तपाईँको भन्दाखेरि चाहिँ लाइफस्टाइल मात्रै चेन्ज गरेर त्यसलाई चाहिँ उसले घटाएर 400-500 ल्यायो कन्टिन्युसली है। त्यसबाट ट्राइग्लिसराइड भनेको कस्तो हो त तपाईँको भन्दा चाहिँ एकदमै ऱ्यापिडली चेन्ज हुन्छ है। हिजो बेलुका के खाइयो है, कति एक्टिभिटी गर्नुभयो त्यसको आधारमा भोलिपल्ट हिजो बेलुका तपाईँको चाहिँ 3-4वटा स्लाइस पिज्जा खाइयो, अलिअलि होइन तपाईँको चाहिँ बियर सेयर के खाइयो, अनि आज बिहान हेऱ्यो भने स्वाद त बढाइ हुन्छ है। तपाईँको त्यहाँ 2 दिनसम्म फास्ट गर्यो अनि एक्सर्साइज गर्यो फेरि गर्यो भने स्वाद त घट्छ तपाईँको होइन। त्यही भएर चाहिँ जेनरली ट्राइग्लिसराइडलाई चाहिँ तपाईँको चाहिँ लाइफस्टाइल फोकसबाट गर्ने। अब एलडिएल कोलेस्ट्रोल भनेको ब्याड कोलेस्ट्रोल भयो, यो वर्षमा एक्चुली चाहिँ के अरे जेनरली वर्षमा एक्चुली जाँच्ने कुराहरू चाहिँ सामान्यतया 50 वर्षपछि एकदम ठिक। अब कति लेभल के लेभल भन्ने कुरा अलिअलि कन्ट्रोभर्सी छ। अब तपाईँको म चाहिँ यो कोलेस्ट्रोल सम्बन्धी अलिकति अझ बढी मैले यसमा चाहिँ मेरो अलिकति के अरे विज्ञता छ होइन। जेनरली तपाईँको चाहिँ साधारणतया मेरो रेकमेन्डेसन चाहिँ के छ तपाईँको भन्दाखेरि चाहिँ 100भन्दा बढी कम भएको राम्रो यो है। अझ तपाईँको चाहिँ 70भन्दा कम भने अझ राम्रो। अब अमेरिकामा तपाईँको पछिल्लो 20 वर्षमा चाहिँ यो हार्ट एट्याकहरू अलिक कम भयो। किन त भन्दाखेरि एउटा मुख्य कारण के हो त भन्दाखेरि यो चाहिँ हामीले अलिकति कम गर्न सक्छौँ पपुलेसन लेभलमा, यो कम गर्न सकेर होइन। तर यो फेरि तपाईँको यति मात्रै होइन, अरू रिस्क फ्याक्टर के छ त त्यसमा नि भर पर्छ। जेनरली यो एलडिएल कोलेस्ट्रोल जेनरली छ नि हाम्रो चाहिँ त्यो चाहिँ एलडिएल 80% हाम्रो ब्लडमा भएको एलडिएल कोलेस्ट्रोल चाहिँ लिभरले बनाउँछ। त्यो लिभरले बनाउने कुरा चाहिँ केमा भर पर्छ त भन्दा जेनेटिक कुरामा भर पर्छ होइन। भनेपछि 20% अनि यो चाहिँ एभरेज मान्छेलाई भनेको है, एभरेज मान्छे भनेको इमेजिनेरी मान्छे भयो होइन। अनि 20% चाहिँ लाइफस्टाइल भयो होइन। त्यसो भएर हामीले चाहिँ अब ल है मेरो एलडिएल कोलेस्ट्रोल चाहिँ कसैको मानौँ तपाईँको 150 छ अरे, म लाइफस्टाइलबाट मात्रै गर्छु भने उसलाई एभरेज मान्छे सम्झेर हेऱ्यो भने तपाईँको के भयो त भन्दाखेरि चाहिँ जम्मा 20% मात्रै 150 को 20% मात्रै कम गर्न सकिन्छ भनेपछि अझै बढी भयो। त्यसो भएर यस्तो अवस्थामा औषधि खानुपर्छ। जस्तो तपाईँलाई म उदाहरण दिन्छु, मेरो 40s छु, मैले मेरो कोलेस्ट्रोल 100 एलडिएल कोलेस्ट्रोल 120 जति थियो, मैले औषधि खानु लागेको अलिक वर्ष भयो तपाईँको होइन। त्यसो भएर चाहिँ कहिलेकाहीँ कुन अवस्थामा औषधि खाने कुन अवस्थामा औषधि नखाने कुराहरू एकदमै तपाईँ कन्फ्युजन हुनसक्छ होइन। त्यो भयो तपाईँको। अनि अर्को एकदम महत्त्वपूर्ण कुरा चाहिँ यो हामीले चाहिँ जेनरली अहिलेको त्यो कोलेस्ट्रोलमा सबै कुरा टोटल कोलेस्ट्रोल एलडिएल एसटिएल सब भन्यौँ हामीले होइन। अब त्यो अर्को एउटा एकदम महत्त्वपूर्ण कोलेस्ट्रोल चाहिँ लाइपोप्रोटिन ए भन्ने छ। त्यो लाइपोप्रोटिन ए भनेको चाहिँ एलडिएल जस्तै हुन्छ तर यो फरक छ। यो यसले आफैले तपाईँको चाहिँ हार्ट एट्याक नै गर्छ, प्यारालाइसिस नै गर्छ, अरू नै गर्छ यसले है। यो फेरि कम्प्लिटली जेनेटिक हो, कम्प्लिटली जेनेटिक हो। फेरि हाम्रो एसियनहरूमा यो बढी छ यो तपाईँको होइन। अनि अर्को कुरा तपाईँको के छ त भन्दाखेरि चाहिँ अहिलेसम्म यो औषधि खाएर कम हुन्छ
भनेर जस्तो अप्रुभ औषधि यो घटाउने छैन अनफर्चुनेटली। एकदम प्रमिसिङ छ, नेक्स्ट 1 वर्षभित्र चाहिँ आउँछ होला बजारमा, तपाईँको चाहिँ मार्केटमा आउँछ होला। अनि अर्को कुरा चाहिँ यो चाहिँ जेनेटिकली के छ तपाईँको भने, जस्तो हाम्रो मलाई छ भने मेरो 2टा बच्चाहरू मध्येमा म्याथमेटिकली एकजनालाई लाग्ने चान्स छ तपाईँको। मेरो अब 2जना दाजुभाइ छन् भने मलाई छ भने मेरो 2जना भाइहरू छन् भने 2जना भाइमा एकजनालाई लाग्ने चान्स छ तपाईँको। त्यसबाट चाहिँ यो एउटा फ्यामिलीमा सबैलाई एकचोटिमा चेक गरे हुन्छ, यो एकचोटि चेक गरेपछि नर्मल पनि सकियो तपाईँको होइन। तर त्यति भन्दा भन्दै पनि तपाईँको के छ भन्दाखेरि अहिले एउटा अर्को एउटा यो एलडिएल कोलेस्ट्रोल घटाउने खालको एउटा इन्जेक्सन दबाई छ। त्यो दबाईले चाहिँ यो पनि 25-30% घटाउँछ र जेनरली हाम्रो प्र्याक्टिसमा त्यो प्रयोग गर्नुपर्छ। इम्पोर्टेन्ट कुरा के त भन्दाखेरि सबै डाक्टरहरूले यो चेक गर्दैनन्। इनफ्याक्ट आजकल चेन्ज भएको छ, धेरै पहिला चाहिँ तपाईँको धेरै डाक्टरहरूलाई थाहा पनि छैन यो होइन। त्यसबाट चाहिँ यो एकचोटि चाहिँ डाक्टर कहाँ गएर ल है मलाई यो जाँते भनेर एकचोटि भनेर जाँच चाहिँ एकदमै राम्रो। अनि बढ्यो भने त्यसपछि के गर्ने भन्ने कुराहरूमा चाहिँ अनि उनीहरूलाई सल्लाह दिन सक्छौँ, नत्र हामी पनि सहयोग गर्न सक्छौँ। के हुन्छ तपाईँको हेर्नुहोस् है, यो कोलेस्ट्रोल बढ्यो भने के हुन्छ, यस्तो खालको यो पहेँलो कुरा चाहिँ यो रातो भाग यो देखाएको नसा हो। यो नसामा गएर यस्तो हुन्छ, नर्मली तपाईँको यस्तो हुन्छ हेर्नुहोस् है, नर्मली यस्तो हुन्छ। अनि यसलाई काटेर हेऱ्यो भने यस्तो देखिन्छ तपाईँको यहाँ। अनि बिस्तारै यहाँ चाहिँ सुरुमा यस्तो अलिअलि बिल हुँदै आउँछ यो है। यो चाहिँ जिन्दगीभरि आफूले यी सबै कुराहरूमा कतिको ख्याल गरिएको छ। जस्तो यस्तै नसा तपाईँको कहाँ हुन्छ, मुटुमा रगत लाने नसाहरू हुन्छ। अब हो त्यो नसामा यस्तो भयो भने के हुन्छ तपाईँको भन्दाखेरि चाहिँ हार्ट एट्याक हुन्छ मान्छेलाई होइन। अनि तपाईँको अनि पछि गएर यस्तो यो फ्याटी कुराहरू यहाँ हुन्छ। त्यसपछि अनि पछि के गरे यसमा अलिकति चुरोट खाने मान्छे अथवा अनेक ब्याड लकले गर्दा नि यहाँ अलिकति तपाईँको चाहिँ भयो भने अलिकति यहाँ ट्रमा के भयो तपाईँको चाहिँ काटे जस्तो भयो के भयो भने के हुन्छ, यहाँ तपाईँको चाहिँ नसाबाट तपाईँको त्यहाँ क्लट भन्छ, त्यहाँ क्लट रगत जम्छ। रगत जमेपछि यतिबाट जानुपर्ने यो पुरै यस्तो हुनुपर्ने थियो, यति मात्रै ओपन छ यहाँ। अब यो पनि रगत जमेपछि कम्प्लिटली बन्द हुन्छ अनि मुटुमा रगत जान पाउँदैन। रगत जान नपाएर तपाईँ के हुन्छ भन्दाखेरि मान्छेलाई हार्ट एट्याक हुन्छ। उसमा हुने पनि त्यही हो, तपाईँको मान्छेलाई प्यारालाइसिस हुने एउटा कारण पनि त्यही हो तपाईँको होइन। त्यो भयो। अब एक्चुअली अब उसको डायबिटिजको के अरे सुगरको विषयमा हेरौँ। सुगर तपाईँको के छ तपाईँको भन्दाखेरि चाहिँ फास्टिङ लेभल 126 भन्दा बढी भयो भने चाहिँ डायबिटिज भयो भनिन्छ। जेनरली 2 चोटि जाँच्नुपर्छ। 100 देखि 125 छ भने प्रि डायबिटिज, नर्मल 100 भन्दा कम। यो चाहिँ हाम्रो प्यानक्रियाज भन्ने एउटा अङ्ग हुन्छ यहाँ उसमा तपाईँको पेटमा होइन। यसले तपाईँको के गर्छ भन्दाखेरि इन्सुलिन निकाल्छ। इन्सुलिनलाई चाहिँ यो कोशिका भयो, सेल भयो। इन्सुलिनको काम के तपाईँको भन्दाखेरि चाहिँ ग्लुकोज हुन्छ नि तपाईँको सुगर ग्लुकोज, त्यो ग्लुकोजलाई चाहिँ कोशिकाभित्र लाने, त्यो सेलभित्र लाने चाहिँ इन्सुलिनको काम हो। टाइप 1 डायबिटिज 2 किसिमका हुन्छ, टाइप 1 र टाइप 2। टाइप 1मा चाहिँ तपाईँको इन्सुलिन नै प्रयोग आउँदैन, नआएर तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ ग्लुकोज जान पाएन, त्यही भएर चाहिँ मान्छेको रगतमा ग्लुकोज बढी हुने भयो। टाइप 2मा तपाईँको एटलिस्ट पहिलो सुरुमा इन्सुलिन तपाईँको हुन्छ। इनफ्याक्ट इन्सुलिन धेरै हुन्छ तपाईँको, तर इन्सुलिनले चाहिँ सेलमा काम गर्न सक्दैन, किन भन्दा मान्छेको मोटोपना बढी भएर मान्छे नहिँडेर अनेक कारणले गर्दाखेरि होइन। त्यसो भएर टाइप 1लाई सधैँ इन्सुलिन चाहियो। टाइप 2लाई चाहिँ लाइफस्टाइल मोडिफिकेसन गरेपछि भएन भने सुरुमा चक्की औषधिहरू खाने, पछि भएन भने एकदम बढी भएको छ भने पछि इन्सुलिन पनि लिनुपर्छ। सरी त्यसपछि अलिकति म ढिल भएको छैन। टाइप 2 अब यो डायबिटिजको चाहिँ अर्ली स्टेज टाइप 2 डायबिटिज, अर्ली स्टेज होइन। प्रि डायबिटिज डायबिटिज भने त्यो चाहिँ रिभर्सिबल हुनसक्छ है, रिभर्सिबल हुनसक्छ। अर्को चाहिँ नेपालीहरू जेनेटिकली हाम्रो चाहिँ डायबिटिज हुने रिस्क एकदम बढी छ। र टाउकोदेखि खुट्टाको औँला होइन, गोडाको औँलासम्म सबै भागमा डायबिटिज असर गर्छ है। एउटा यो डाक्टर कहाँ गएको बेलामा चाहिँ यो हिमोग्लोबिन A1C, छोटोमा A1C भन्छौँ, यो चाहिँ टेस्ट गऱ्यो भने पछिल्लो 3 महिनामा कति भएर छ भने चाहिँ ग्लुकोजलाई एभरेज गर्न मिल्छ होइन। अब यो नर्मल तपाईँको चाहिँ के अरे 5.8 भन्दा कम, 5.8 भन्दा माथि गएपछि प्रि डायबिटिज, त्यसपछि डायबिटिज हुँदै जान्छ तपाईँको होइन। त्यही भएर सुरुमा चाहिँ अब टाइप 2 डायबिटिज भने सुरुमा चक्की खाने, पछि इन्सुलिन पनि खानुपर्छ होइन। अब प्रेसर नाप्दाखेरि 2टा आउँछ, एउटा माथिल्लो भाग आउँछ त्यसलाई हामी सिस्टोलिक भन्छौँ, तल आउँछ त्यसलाई हामी डायस्टोलिक भन्छौँ। अब के हो त प्रेसर के हो त भन्दाखेरि चाहिँ नसामा चाहिँ कतिको प्रेसर छ त होइन, नसाभित्रबाट बाहिर कतिको प्रेसर हानेको छ, प्रेसर भनेको त्यो हो तपाईँको।
जेनरली प्रेसर तपाईँको चाहिँ के हुन्छ भन्दा चाहिँ मान्छेलाई चाहिँ ए टाउको दुख्यो के दुख्यो भन्छ, त्यो हुँदै होइन। त्यो टाउको दुख्दा प्रेसर तपाईँको चाहिँ 200 भन्दा बढी हुनुपर्छ है। त्यसो भएर चाहिँ प्रेसरले सिम्टम केही गर्दैन तपाईँको जेनरली है। तर जे हुन्छ पछि 81 दिन राम्रो हुन्छ है। अब इम्पोर्टेन्ट कुरा के त भन्दा प्रेसर नापिराख्नुपर्छ। सबै भनेको कुराहरू गऱ्यो भने प्रेसर कम गर्न एकदम सहयोग गर्छ। अब नर्मली कति त 120 माथिको भन्दा कम, तलको 80 भन्दा कम होइन। 100 तपाईँको चाहिँ 30 भन्दा माथि भएपछि प्रेसर बढ्यो होइन। 140 भन्दा माथि भएपछि औषधि खानु पर्यो तपाईँको। 180 भन्दा माथि भएपछि एकदम उभा तपाईँको होइन। त्यही भएर यो विभिन्न ग्रेडहरू छन् यहाँ तपाईँको। अब प्रेसर भएको मान्छेले साधारण प्रेसर धेरै मान्छेलाई लिएर हेऱ्यो भने साधारणतया प्रेसर भएको मान्छेले चाहिँ कन्ट्रोल गर्नलाई 2 देखि 3 औषधि खानुपर्छ जेनरली तपाईँको। तर कस्तो हुन्छ तपाईँको भन्दा चाहिँ औषधि खाने त एउटा मात्रै तरिका भयो प्रेसर कन्ट्रोल गर्नलाई। तपाईँको नुन कम खाने होइन, फिजिकल एक्टिभिटी गर्ने, तौल घटाउने सबै गऱ्यो भने तपाईँको के हुन्छ नि 1+1+1 गऱ्यो भने 5 हुन्छ तपाईँको। यो सिनर्जिस्टिक इफेक्ट हुन्छ त्यो भन्न खोजेको है। त्यस भएर चाहिँ दुईटा मात्रै कुरा हो भने 1+1 गऱ्यो भने 3 हुन्छ तपाईँको। त्यस भएर तपाईँहरूले चाहिँ यो गर्दाखेरि चाहिँ त्यसलाई ध्यान दिनु पर्यो होइन। अनि मिनिमम वर्षमा एकचोटि प्रेसर चेक गर्नु पर्यो। अर्को समस्या के छ तपाईँको भन्दा चाहिँ डाक्टर कहाँ गए बेला जाँचेको प्रेसर चाहिँ तथ्याङ्कले के देखाउँछ तपाईँको भन्दा चाहिँ 5 देखि 6 चोटि जति जाँचेपछि बल्ल त्यो रियल भ्यालु कति हो त्यसको 80% क्लोजमा पुग्छ है। त्यसो भएर चाहिँ प्रेसर एकदम फ्लक्चुएट हुन्छ, भ्यारी हुन्छ। डाक्टर कहाँ हेरी तपाईँको चाहिँ 5 मिनटसम्म जानुपर्छ, 5 मिनटसम्म राख्दैन तपाईँको, जाँदाखेरि हतार भए हुन्छ, के भए हुन्छ होइन। त्यसो भएर चाहिँ सबभन्दा राम्रो के त तपाईँको भन्दाखेरि चाहिँ आफूले जानेर घरमै प्रेसर नाप्ने। कसरी नाप्ने भन्दाखेरि पहिला खाना खाने डाइनिङ टेबलको डाइनिङ कुर्सीमा बस्ने तपाईँको सबभन्दा राम्रो इक्जाम्पल है। कस्तो किन त्यो भनेको मैले भन्दाखेरि तपाईँको चाहिँ पछाडिपट्टिको यो कुर्सीको पछाडि टक्क ढाडले यसरी मजासँग चाहिँ उ गर्न मिल्ने खालको हुनु पर्यो तपाईँको। ढाड सपोर्ट हुनु पर्यो, गोडा भुइँमा हुनु पर्यो, गोडा क्रस गर्नु भएन, खप्टन भएन होइन। अनि यसरी झुलिन भएन, भुइँमा यसरी हुनु पर्यो। अनि यो चाहिँ टक्क खाने टेबलमाथि चाहिँ टक्क हात यसरी राख्यो भने के हुनु पर्यो भन्दाखेरि चाहिँ मुटुको लेभल, मुटु छातीमा चाहिँ आफ्नो निप्पलको लेभलमा चाहिँ हात हुनु पर्यो। नाप्ने कुराहरू त्यहाँ हुनु पर्यो तपाईँको होइन। अनि त्यसपछि लाग्छ 5 मिनटसम्म त्यहाँ मजासँग सबभन्दा राम्रो भगवान्लाई सम्झेर बस्ने। ध्यान गर्नुहुन्छ भने ध्यान गर्नु, जति शान्त भएर बस्नुभयो उति तपाईँको प्रेसर चाहिँ तपाईँको रियल नर्मल तपाईँ जान सक्नुहुन्छ। टिभी हेर्नुभयो, त्यहाँ कोहीसँग गफ गर्नुभयो भने प्रेसर बढ्छ, फोन हेर्नुभयो प्रेसर बढ्न सक्छ है। अनि त्यसपछि लाएर के गर्ने त्यो गरिसकेपछि तपाईँले चाहिँ यहाँबाट कालो एउटा देखाएको हुन्छ यो अटोमेटिक प्रेसर कफमा। त्यो कालोलाई चाहिँ कहाँ राख्नु भन्दाखेरि ठ्याक्कै उसको बिचमा यो हेरी यस्तो अगाडिपट्टि यस्तोमा ठ्याक्क यहाँ राख्नु तपाईँको होइन। अनि त्यसपछि लाएर अनि 5 मिनटपछि नाप्ने। त्यसपछि फेरि अर्को 1 मिनट बस्ने। 5 मिनट बसिसक्नु यत्रो गरिसक्नु फेरि 1 मिनट बसेर फेरि नाप्नु, 2 चोटि नाप्नुहोस् होइन। अनि बेला बेलामा त्यो मेसिन लिएर डाक्टर कहाँ जानुहोस्, त्यो मेसिन लिएर जानुहोस्। अनि यो मेरो मेसिन ठिक छ कि छैन हेर्दै त भनेर उनीहरूको मेसिनसँग नाप्ने त्यहाँ है। उनीहरूको मेसिन र तपाईँको मेसिनबाट कतिको फरक पर्छ हेर्नु थाहा हुन्छ होइन। अनि जहिले पनि डाक्टर कहाँ जानुभन्दा अगाडि के गर्नु, 2 हप्ता दैनिक दिनमा एकचोटि नापेर लेखेर त्यो कागज लिएर जानुहोस्। अनि त्यो भयो भने के भन्छ भने अहिले भने डाक्टरलाई कति गाह्रो छ तपाईँको चाहिँ एकचोटि नापा छ यो ठिक हो कि होइन, औषध दिउँ कि नदिउँ, के गरौँ कसो गरौँ भने एकदम उसलाई भइरहेको हुन्छ। तपाईँले त्यो लिएर जानुभयो भने एकदम सजिलो हुन्छ। त्यसपछि अर्को स्ट्रेस मेडिटेसन है। मेडिटेसनले तपाईँको कति कुराहरूमा फाइदा गर्छ भनेर मैले हजुरहरूलाई भन्नै पर्दैन होइन। एकदम हाम्रो पौराणिक हाम्रो एकदमै राम्रो मेडिटेसन। अर्को कुरा तपाईँको के छ भन्दाखेरि फलाना त यस्तो भएछ होइन, उसले चाहिँ अब औषध नखाएर नि ठिक भएछ, उसलाई औषध खाँदा खाँदा नि यस्तो भएछ होइन, उसले सधैँ चुरोट खान्थ्यो, उसलाई कहिले क्यान्सर भएन भनेर तपाईँको मैले तपाईँको चाहिँ मेडिकल स्कुलबाट ग्रेजुएट भएको 25 वर्ष भयो। म अझ पढिरहेको छु, अझै जानिरहेको छु, किन भन्दा त्यति कम्प्लेक्स हेर्नुहोस् तपाईँको होइन। त्यसबाट अर्को एकदम कम्प्लेक्सिटी ल्याउने कुरा भनेको हाम्रो जिनहरू, हाम्रो जिन फरक छ तपाईँको। यहाँ चाहिँ जस्तो मैले के ध्यान खोजेको भन्दा एउटा मान्छे उस्तो भयो भने उनीहरू एकदम फरक छन् तपाईँको उनीहरू होइन। त्यही भएर चाहिँ त्यो कम्प्लेक्सिटी कमी हुन्छ। त्यही भएर तपाईँलाई के चाहिन्छ भन्दा तपाईँलाई चाहिँ एउटा जुन डक्टर तपाईँलाई जुन डक्टरलाई तपाईँले विश्वास गर्न सक्नुहुन्छ होइन, विश्वासिलो डक्टर छ होइन। सबभन्दा पहिला विश्वास लाग्दैन भने त्यो डक्टरलाई
म चाहिँ के सल्लाह दिन्छु भन्दा नजानुहोस्, अर्को डाक्टर खोज्नु, विश्वासिलो डाक्टर खोज्नुहोस्, अनि तर उसका जानुहोस्, राम्रो सम्बन्ध बनाउनु, रेगुलर देखाउनु, किन भन्दा हेल्थ कम्प्लेक्स छ। धन्यवाद है। त सबैजना आउनुभयो, धन्यवाद। अब त्यसपछि के छ, म 5 मिनट बढी बोलेँ। मैले चाहिँ यो सेयर बन्द गरेँ है त। कसैलाई के प्रश्न छ भने चाहिँ हजुरहरूले अनम्युट गरेर सोध्न सक्नुहुन्छ है। हजुर मोहनजी आउनुभयो, हजुर के प्रश्न छ? ल अनम्युट गर्नुहोस् ल। हजुर नमस्कार, म मोहन खड्का। नमस्कार। अब जस्तै अब त्यो कुन साइडमा दुख्ने, अब त्यो लेफ्ट साइडमा त्यो हर्ट दुख्ने भन्छ के अरे, कतिवटा अब ग्यास्ट्रिक भएकोलाई पनि अब त्यस्तो समस्या हुन्छ, त्यो ग्यास्ट्रिक भएर भएको भन्ने कि कसरी थाहा पाउने? त्यो हर्टको प्रब्लम हो कि अब ग्यास्ट्रिकले भएको कसरी थाहा पाउनु तपाईँ? एकदमै महत्त्वपूर्ण प्रश्न होइन। अब यो चाहिँ अब हामीलाई पनि तपाईँको चाहिँ त्यति सजिलो हुँदैन तपाईँको होइन, तर साधारण सिद्धान्त के हो म हजुरलाई भनिदिन्छु होइन। पहिला सुरु मुटुको रोग लागेर चाहिँ त्यो दुख्ने चाहिँ किन हो त तपाईँको भन्दाखेरि चाहिँ अहिले मैले देखाएँ नि तपाईँको नसामा बन्द भएर अनि हिँड्दाखेरि चाहिँ के हुन्छ, मुटुमा अझ बढी अक्सिजन चाहिन्छ, त्यही भएर बढी रगत जानुपर्ने हुन्छ तपाईँको होइन। त्यो बन्द भइसकेपछि तपाईँको के हुन्छ भन्दाखेरि यत्रो हुनुपर्ने त्यो नसा यस्तो भएको छ भने तपाईँको चाहिँ जेनरली जान सकिन्छ, तपाईँको नगएपछि के हुन्छ तपाईँको अनि दुख्न थाल्छ तपाईँको। त्यसो भएर चाहिँ जेनरली तपाईँको के हुन्छ भन्दाखेरि कुनै पनि कारणले मुटुमा अक्सिजन बढी चाहिने अवस्था, सबभन्दा कमन भनेको कस्तो तपाईँको भन्दाखेरि हिँड्दा, दौडिँदा होइन, केही कामहरू गर्दाखेरि एउटा भयो तपाईँको। अर्को तपाईँको कहिले काहीँ खाना खाने बित्तिकै, किन खाना खाने बित्तिकै भन्दाखेरि खाना खाएपछि तपाईँको चाहिँ खानालाई पचाउनको लागि चाहिँ रगतहरू पेटमा बढी जान्छ, त्यही भएर उसमा मुटुमा कम गइरहेको हुन्छ तपाईँको होइन। अनि त्यस्तो अवस्थामा तपाईँको चाहिँ दुख्न थाल्छ। अब जेनरली कहाँ दुख्छ भनाइ चाहिँ कहाँ हुन्छ तपाईँको भने देब्रेतिर होइन तपाईँको है, छातीको बिच भागमा, फेरि यहाँ तपाईँको होइन। अनि कस्तो हो तपाईँको भन्दाखेरि चाहिँ त्यो इट्टाले अठा जस्तो हुन्छ तपाईँको होइन। अनि तपाईँको चाहिँ त्यो अब विभिन्न किसिमको हुन्छ तपाईँको। तब अब जस्तो खालि तपाईँको एकछिन अलिकति अक्सिजन नपुगेर मात्रै आएको अवस्था छ भने तपाईँको के हुन्छ भन्दाखेरि त्यो जे एक्टिभिटी गरिएको छ त्यो एक्टिभिटी बन्द गरे, जस्तै हिँडिएको छ भने हिँड्न बन्द गऱ्यो भने तपाईँको चाहिँ दुख्न बन्द हुन्छ होइन। अनि त्यसपछि अनि कहिलेकाहीँ तपाईँको चाहिँ एउटा औषधि पाइन्छ, नाइट्रो भन्ने औषधि पाइन्छ, त्यो टक्क जिब्रो पनि राख्न मिल्छ। त्यो राखेपछि तपाईँले नसालाई अलिकति ठुलो बनाइन्छ एकैछिनलाई, अनि त्यो खाएपछि पनि बन्द हुन्छ। त्यही भएर सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ छातीको बिच भागमा दुख्ने होइन तपाईँको एउटा कुरा। अर्को कुरा त्यसपछि तपाईँको चाहिँ हिँड्दाखेरि के गर्दा बढी दुख्ने, बन्द गऱ्यो भने कम हुने जाने होइन के हुन्छ। तर त्यति भन्दा भन्दै पनि के हुन्छ तपाईँको भन्दाखेरि सबै कुरा त्यस्तो टक्क क्रिस्टल क्लियर हुँदैन तपाईँको। त्यही भएर रगत जाँच्न पनि हुन्छ, टेस्ट इसिजी गर्न पनि हुन्छ, अरू जाँचहरू गरेर स्ट्रेस टेस्ट गर्नुपर्ने हुन्छ, के हुन्छ। त्यसो भएर साधारणतया अलिकति आफूलाई शङ्का लाग्यो के भयो भने चाहिँ जानुपर्छ तपाईँको होइन। तर अब सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हिँड्दाखेरि मलाई यस्तो भयो, बन्द गरे पनि, हिँड्न बन्द गरे पनि ठिक भयो भन्यो भने चाहिँ त्यो चाहिँ अझ बढी स्पेसिफिक भयो तपाईँको मुटुको रोग सम्बन्धी। जस्तो हिँड्ने अब अघि दुखिरहेको छ, हिँड्न चाहिँ अब हिँडे बेला दुख्यो होइन, अब हिँड्न छोड्यो, अब रेस्ट गरेर बन्द भयो भने त्यसलाई के त्यसमा चाहिँ अब प्रब्लम छ भने कि छैन भने छ भन्ने कुरा त्यस्तोमा हुनसक्छ भन्ने कुरा। त्यो फेरि बुझ्यो नि, यो कम्प्लेक्स मेडिकल कुराहरू एकदम कम्प्लेक्स छ तपाईँको होइन। त्यस्तो हुने बित्तिकै जस्तो हामी चाहिँ ए ल है यो मान्छेलाई हुनसक्छ भनेर चाहिँ हाम्रो चाहिँ हामी चाहिँ अलिकति बढी केयरफुल हुन्छौँ कि अस्पतालमा। ल अरू प्रश्न केही छ? हवस्, धन्यवाद छ। मेरो एउटा प्रश्न छ, म दिनेश पौडेल। नमस्ते दिनेशजी। यो 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 अल्कोहल छ नि, यसको असर के हो? यो चाहिँ क्यालोरी हो कि यो चाहिँ कोलेस्ट्रोल फर्मेसन हो कि अथवा यसले चाहिँ अब अरू केही इन्जाइमहरू केही हर्मोनहरूमा ल्याउने चेन्ज हो कि? अब यो अल्कोहल र हार्टको रिलेसनसिप के हो? दिनेश, तपाईँलाई यस्तो गाह्रो प्रश्न सोध्नु भनेर कसले भने यार?
होइन त्यो जान्ने मान्छेलाई त सोध्नै पर्यो। अब यस्तो हो तपाईँको, अब अल्कोहलको चाहिँ तपाईँको चाहिँ विभिन्न, अब यसको डेफिनेटली इन्जाइमेटिक उहरू छ तपाईँको होइन। अब सबभन्दा डाइरेक्टली असर गर्ने भनेको तपाईँको चाहिँ लिभरमा होइन। ए अल्कोहलिक सिरोसिस भनेर तपाईँको चाहिँ लामो समयसम्म धेरै खाने मान्छेलाई तपाईँको के हुन्छ भन्दाखेरि उसमा चाहिँ त्यो फाइब्रस टिस्यु आएर लिभरले काम गर्न छोड्छ तपाईँको होइन। ए एउटा त्यो भयो तपाईँको। तर अब अल्कोहलको तपाईँको सर्ट टर्म इफेक्ट छ होइन। तपाईँको अब जस्तो मुटुको तरिकाले हेर्ने भने तपाईँको अल्कोहलले तपाईँको चाहिँ के अरे मुटुको चाल एउटा एट्रियल फिब्रिलेसन भन्ने खालको तपाईँको चाहिँ ऊ छ होइन। त्यो एफी बढाउँछ। त हलिडे हार्ट सिन्ड्रोम भनिन्छ एउटा तपाईँको। हलिडे हार्ट सिन्ड्रोम भने जेनरली यङ मान्छेहरूले गएर बिन्ज ड्रिङ्किङ गर्छन् अनि एउटा चाहिँ एफी भएर आउँछ तपाईँको होइन। त्यो एउटा चाहिँ मुटुको चालको उहरू छ तपाईँको होइन। त्यस्तोहरूमा छ तपाईँको। त्यसपछि लाएर चाहिँ अब प्रेसर बढाउँछ। अब अल्कोहल खाइराख्ने मान्छेको चाहिँ तपाईँको चाहिँ क्रोनिक अल्कोहल खाने मान्छेको प्रेसर बढ्छ तपाईँको होइन। अब त्यहाँ के अरे रामजीले चाहिँ वाइन चाहिँ हाउ गुड अर ब्याड भनेर भन्नुभयो होइन। अब यो चाहिँ एकदम कन्ट्रोभर्सियल टपिक हो, एकदम कन्ट्रोभर्सियल टपिक हो होइन। अब जेनरली के छ भन्दाखेरि चाहिँ यसको चाहिँ हामीले जुन एउटा एकदम कस्तो खालको विज्ञान चाहिँ ले चाहिँ ल है यो गऱ्यो भने यस्तो हुन्छ ठ्याक्क हुन्छ भन्ने खालको चाहिँ एउटा त्यो वैज्ञानिक प्रविधि छ। त्यसलाई हामी ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल छ होइन। त्यसमा चाहिँ हामीले गर्ने के हो चाहिँ आधीलाई चाहिँ रक्सी खाँदैन आधीलाई नखाऊ भन्ने, अनि त्यसपछि के हुन्छ पछि गएर हेर्ने भन्ने होइन। त्यो त तपाईँको अहिले एथिकली गर्नु मिल्दैन तपाईँको। त्यस्तो खालको हामीसँग डेटै छैन अल्कोहलको होइन। हामीसँग जे डेटा छ तपाईँको एपिडेमियोलोजिकल डेटा छ। नेचुरली खाइरहेको मान्छेहरूको कति के छ भने छ है। तपाईँको अब त्यो हिसाब किताबबाट चाहिँ कन्ट्रोभर्सी चाहिँ केमा हो त भन्दाखेरि ए ल है उसमा चाहिँ छोरा मान्छेमा चाहिँ 2 ड्रिङ्क्स होइन अनि छोरी मान्छेमा 1 ड्रिङ्क्स अफ वाइन भन्दा बढी खायो भने हुन्छ त्यतिसम्म ठिक हुन्छ भन्ने खालको छ। तर आई थिङ्क इट्स भेरी कन्ट्रोभर्सियल। मेरो चाहिँ म चाहिँ जेनरली के भन्छु भन्दाखेरि चाहिँ म चाहिँ त्यसमा चाहिँ अलिक विश्वास गर्दिनँ तपाईँको। र इनफ्याक्ट ल यसले जेनरली फाइदा हुन्छ ल खाऊ भनेर भन्यो भने द्याट्स रङ होइन। त्यो चाहिँ नगर्नु। किन भन्दा झन् मान्छेलाई चाहिँ त्यो अल्कोहल बढी खान चाहिँ उत्साहित गर्यो भने जस्तो हुन्छ तपाईँको। अरू सिल्भियाले के क्वेसनहरू तयारी गरेको थिएन सिल्भिया? हजुर दाइ। पहिला फ्लोरमा अरू कसैलाई के चाहिँ हामी अलिकति बढ्नु बस्न सक्छौँ। अरूहरूलाई के छ भने एक्चुअली दिउँ। अरू कसैलाई केही प्रश्न सोध्नु होला है। अब यो यसैमा सरी मैले अलिक फेरि कन्टिन्यू गरेँ। यो चाहिँ नि अलिकति यो प्रेसरमा यो प्रेसर र चाहिँ भनौँ न यो कोलेस्ट्रोल बिचको फर्मेसन के अरे रिलेसनसिप चाहिँ त्यो भेनहरूमा हुने बिल्डअप नै हो कि अरू केही हो? त्यो यस्तो हो तपाईँको। त्यो कस्तो हो त तपाईँको भन्दाखेरि चाहिँ तपाईँले आगो बाल्नुभयो भने घिउको र दाउराको सम्बन्ध के भने जस्तो भयो होइन। घिउले दाउरा त बढाउँदैन, दाउराले घिउले बढाउँदैन। त के हो त भने आगो बढाउँछ नि त। हो प्रेसर र कोलेस्ट्रोलको त्यस्तै हो सम्बन्ध। अच्छा 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 अच्छा। ओके सो मेरो पहिलो प्रश्न चाहिँ एकचोटि औषधि सुरु गरिसकेपछि प्रेसरको सुगरको त्यो चाहिँ छोड्न नहुने लाइफ लङ खाइरहनु पर्ने भन्ने जुन धारणा छ त्यसको बारेमा चाहिँ केही भनिदिनु होला सबैलाई। हुन्छ। अब यो एकदमै महत्त्वपूर्ण कुरा। यो चाहिँ अब हामीले एकदम हाम्रो समाजमा एकदम कमनली देखिन्छ होइन। अब सबभन्दा पहिला चाहिँ औषधि अब जहिले पनि ब्यालेन्स के हुन्छ भन्दाखेरि चाहिँ औषधि सबभन्दा पहिला नेचुरली हामी ह्युमन बिङले हामी औषधि खान नपरोस् भन्ने सोच्छौँ हामीले होइन। तर के बुझ्नुपर्छ भन्दाखेरि त्यो डिजिजको नेचुरल कोर्समा हामी कहाँ छौँ त होइन। जस्तो मैले अहिले त्यहाँ डायबिटिसको कुरा गर्दाखेरि टाइप 2 डायबिटिस सुरुमा प्रिभेन्सन के अरे प्रिभेन्टेबल हुनसक्छ भनेर चाहिँ मैले भने नि होइन। हो त्यो अवस्थामा ठिक छ। तर के छ भन्दाखेरि त्यो कडेर गइसकेपछि त हामीले औषधि नखाएपछि त झन् हामीले के गरेछौँ भने रोगलाई अगाडि बढ्न दिइरहेछौँ हामीले। त्यसो भएर अब यसमा एउटा त्यो भयो। अर्को कुरो के छ भन्दाखेरि मेडिकेसन प्र्याक्टिस एकदम कम्प्लेक्स छ। र अर्को कुरा म के भन्छु भन्दाखेरि चाहिँ अमेरिकन मेडिकल प्र्याक्टिस चाहिँ झन् स्पेसल तपाईँको के छ भन्दाखेरि चाहिँ नेपालमा नै अझ आफ्नो हाम्रो यस्तो यस्तो समस्याहरू छन्। अमेरिकन मेडिकल प्र्याक्टिस चाहिँ हुनुपर्ने के हो त भनेको एकले अर्कालाई हिल गर्नुपर्ने हो क्या। हिलिङ भनेको चाहिँ इट्स अ भेरी डिप मिनिङ भएको कुरा हो कि होइन।
तर यो चाहिँ यहाँको मेडिकल प्र्याक्टिस कस्तो भन्दा चाहिँ एउटा कुनै मेडिकल प्रडक्ट चाहिँ बिकाउनु पर्छ जस्तो हुन्छ के मेडिकल प्र्याक्टिस चाहिँ। ल है यो भयो भने यस्तो औषधि, यो भयो भने यस्तो, यो भयो भने यस्तो प्रोसिजर गर्ने, यस्तो गर्ने, उस्तो गर्ने भन्ने खालको चाहिँ एउटा व्यापारिक जस्तो चाहिँ एउटा चाहिँ डेफिनेटली मेडिकल प्र्याक्टिस भनेको अमेरिका व्यापार हो। तर के छ भन्दाखेरि इट्स हिलिङ ओरिएन्टेसन नभइकन एउटा प्रडक्ट रिलेटेड ओरिएन्टेसन छ। अनि त्यो भएपछि के भन्छ भन्दा चाहिँ एउटा मेडिकल फिल्डसम्मको एउटा वितृष्णा, एउटा डिस्ट्रस्ट सबैमा छ। म आफैलाई डक्टर भएर म आफैलाई कति इच्छा कति छ तपाईँको होइन। त्यसो भएर अनि त्यो सबै कुराहरूले पनि यसलाई केमा असर गर्छ भन्दाखेरि औषधि खाने कि नखाने के हो कसो भनेर एकदम असर गर्छ होइन। तर त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि सबभन्दा महत्त्वपूर्ण चाहिँ त्यो डक्टर खोज्नु पर्यो जो डक्टरलाई चाहिँ तपाईँहरूले विश्वास गर्नुहुन्छ है। यो डक्टरले चाहिँ वास्तवमा मलाई चाहिँ यो डक्टरले चाहिँ हेल्प गर्छ है, एकदम अनकन्डिसनली यसले चाहिँ मलाई हेल्प गर्छ भन्ने खालको चाहिँ त्यस्तो मान्छे चाहिँ पहिला पाउनु नै गाह्रो हुन्छ। त्यही चाहिँ यो मान्छेको हेर एन्ड सेबाट गर्ने हो। अनि उहाँहरूसँग खोजेर त्यसपछि विज्ञ मान्छे चाहिँ को हो भन्दाखेरि त्यो डक्टर हो होइन। मैले भने नि यस्तो कम्प्लेक्स छ तपाईँको चाहिँ मैले लास्ट 25 वर्षदेखि म 25 वर्षदेखि पढिरहेको छु। मैले हिजो पढेको कुराहरू आज ठिक हुँदैन, नयाँ नयाँ कुरा सिक्नुपर्छ। त्यसो भएर चाहिँ डक्टरको सल्लाह लिने साधारणतया तपाईँको के छ भन्दाखेरि अर्ली स्टेजमा छ भने चाहिँ हो कति कुराहरू हुनसक्छ होइन, औषध नखाइकन पनि हुनसक्छ। र कति कुराहरू औषधि खाँदै गरेपछि चेन्ज गर्दै गरेर तपाईँको चाहिँ बिस्तारै घटाउँदै ल्याउनु सकिन्छ तपाईँको। तर आफैले गर्न खोज्यो भने चाहिँ हानि हुनसक्छ, किन भन्दा त्यो एकदम कम्प्लेक्स छ, विश्वासिलो ढुक्क किन्नुपर्छ। थ्याङ्क यू। अर्को प्रश्न चाहिँ अब धेरै जसो सुनिन्छ कि करेला खायो भने प्रेसर सुगर कन्ट्रोलमा आउँछ, औषधि खानु पर्दैन, यही घरेलु उपायहरूको बारेमा धेरै कुराहरू भइरहन्छ। यसमा चाहिँ हजुरको के धारणा छ, कतिको ट्रु हो अथवा कतिको फल्स हो? यसमा अलिअलि अघि नै भनिसकेँ, तर म अलिकति अर्को एङ्गलबाट भन्छु है। जस्तो अब तपाईँको जेनरली के हुन्छ तपाईँको भन्दाखेरि चाहिँ अगेन पहिला सुरु हामी यो सबै यो प्राकृतिक उसमा विश्वास गर्ने हामी सबैलाई, म पनि विश्वास गर्छु र सबैलाई, मैले कसैलाई पनि त्यो विश्वास गर्ने साथीभाइहरू यहाँ को हुनुहुन्छ उहाँहरूको भावनामा मैले चाहिँ उ गर्न चोट पुऱ्याउन खोजेको होइन। तर कुरा के भन्दा तपाईँ एउटा कुरा चाहिँ यो नेचुरल भनेको कुरो के हो भन्ने कुरामा चाहिँ इट्स अ लिटल कन्ट्रोभर्सी के, त्यो इट्स रियली एकदम एट्र्याक्टिभ शब्द छ तपाईँको। जस्तो अब कुनै पनि शब्द, कुनै पनि औषधि बाहिर बजारमा मार्केटमा औषधिलाई हामी चाहिँ केमिकल हो, अननेचुरल हो भन्छौँ। मैले चाहिँ त्यो भनेको कारण बुझ्छु मैले। तर त्यो औषधि बाहिर बजारमा आउनको लागि तपाईँको चाहिँ 10 वर्षदेखि कम्तीमा 12 वर्ष लाग्छ तपाईँको त्यो औषधि बाहिर आउनु है। पहिला तपाईँको चाहिँ मुसाहरूमा हुन्छ, त्यसपछि लाएर चाहिँ अर्को के अरे उसमा हुन्छ, एउटा दुईवटा म्यामलमा हुन्छ, अनि कुकुरहरूमा हुन्छ, अनि त्यसपछि लाएर चाहिँ हेल्दी यङ मान्छेमा हुन्छ, अनि त्यसपछि लाएर चाहिँ अर्को त्यसपछि अलिकति अलि रोग लागेको मान्छेहरूमा हुन्छ, त्यसपछि अझ धेरै हजारौँ रोग लागेको मान्छेमा हुन्छ। सबैमा पास हुँदै 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 आएर हुन्छ सेफ छ कि छैन, के छ कि छैन भनेर भएपछि बल्ल आउँछ तपाईँको। त्यो गर्नको लागि तपाईँको चाहिँ 12 वर्ष लाग्छ, तपाईँको चाहिँ कम्तीमा 12 वर्ष लाग्छ है। अनि अब त्यहाँ यसको यति फाइदा छ, यति बेफाइदा छ भनेको त्यसलाई पत्याउने कि हामीले त्यसपछि लाएर हामीलाई चाहिँ त्यसरी ऊ नभएको जस्तो तपाईँको अरूहरू कुनै मान्छे आएकोलाई पत्याउने। त्यो भन्न खोजेको के होइन त भन्दाखेरि अरूहरू जस्तो फर इक्जाम्पल करेलाको चाहिँ के अरे करेलाले फाइदा गर्दैन भने करेलाले अझ बढी फाइदा गर्न सक्छ, तर स्टडी भएको छैन होइन। हामी त हाम्रो पढाइमा त कस्तो हुन्छ भन्दाखेरि हामी बिरामीसँग कसरी बोल्ने भन्ने कुरा पनि हामीलाई चाहिँ विज्ञानले हामीलाई गाइड गर्न खोजिरहेको हुन्छ हामी होइन। भनेपछि त हामीले त यो औषधि नखानुहोस्, करेला खानुहोस् भन्नको लागि त हामीलाई त त्यही लेभलको हामीलाई चाहिँ एउटा विज्ञानले ब्याकअप गर्नु पर्यो। त्यो छैन होइन। अलिकति डेटा यसले हो कि भन्ने खालको छ। तर समाजमा चाहिँ के भइरहेछ भन्दाखेरि मान्छेहरू चाहिँ दे आर गेटिङ द रङ मेसेज होइन। पहिला सुरु चाहिँ के छ भन्दाखेरि मान्छेलाई के भइरहेछ भन्दा यो चाहिँ होइन नेचुरल हो, केही छैन, ठिक छ, के भएको छ नि त्यहाँ करेला किन्नको लागि समस्या छैन, खानेको समस्या के भएन, तर औषधि छोडेर खाने कुरा चाहिँ एकदम उभो थियो है। त्यसो भएर आई थिङ्क इट्स अ मोर अफ अ डिस्ट्र्याक्सन देन एनिथिङ एल्स है एट दिस पोइन्ट। सो यही खानेकुराको विषयमा कुरा गरिरहँदाखेरि चाहिँ अब डायबिटिज भएको, सुगर भएको मान्छेले चाहिँ भात खान हुने हो कि होइन, अथवा के कुरा खान मिल्ने हो, के कुरा खान नमिल्ने हो, त्यो विषयमा पनि थोरै जानकारी पाउन पाए चाहिँ। अब यस्तो छ, अब यो के छ भन्दा तपाईँको चाहिँ जेनरली आइडिया के हो त भन्दाखेरि जस्तो अब डायबिटिज भएको मान्छेहरूमा चाहिँ जति रिफाइन कार्बोहाइड्रेट
होइन। जस्तो तपाईँको चाहिँ एकदम पर्फेक्ट इक्जाम्पल भनेको चाहिँ कोक, रेगुलर कोक है। रेगुलर कोक के चिनी फिटेर हाले जस्तो खालि जस्ट टु मेक अ पोइन्ट होइन। त्यो तपाईँको के भयो त भन्दाखेरि सिधै उसमा चाहिँ के अरे सुगर इन्जेक्सन गरे जस्तो भयो तपाईँको ब्लडमा होइन। त्यो भएर चाहिँ अब कति खानेकुराहरू के हुन्छ तपाईँको भन्दाखेरि रिफाइन हुन्छ, कति कम्प्लेक्स हुन्छ। जस्तो तपाईँको चाहिँ हामीले सागबाट पाउने कार्बोहाइड्रेट भनेको कम्प्लेक्स कार्बोहाइड्रेट भयो होइन, कार्बोहाइड्रेट हो तर भातबाट आउने कार्बोहाइड्रेट के भयो भन्दाखेरि अलिकति सिम्पल कार्बोहाइड्रेट भयो। जति सिम्पल कार्बोहाइड्रेट भयो उति तपाईँको के हुन्छ भन्दाखेरि डायबिटिजमा चाहिँ त्यसले त्यो सुगर बढाउने खालको हुन्छ। त्यसो भएर चाहिँ त्यो कारणले गर्दा त्यसलाई कम गर्नुपर्छ होइन। अब त्योभन्दा जस्तो अब रोटी एक किसिमले चाहिँ भातभन्दा रोटी ठिक हो भनेको चाहिँ होला मेबी होइन। तर त्यो भनेको के होइन कि भात छुने नहुने, भात हेर्ने नहुने, रोटी मात्रै खान पर्ने भन्ने चाहिँ होइन क्या। त्यो कहिले काहीँ त्यस्तो एक्सट्रिम लेभलहरू त्यस्तो देखिन्छ मान्छेहरूको होइन प्र्याक्टिसहरूमा, त्यो चाहिँ होइन। अब त्यही कन्टेक्समा कुरा गर्दाखेरि चाहिँ डायबिटिज नभइन्जेलसम्म चाहिँ एकदम गुलियो फलफुल खाँदा केही फरक छैन। तर डायबिटिज भइसकेपछि त्यो एकदम त्यो गुलियो फलफुलहरू खाँदाखेरि पनि अलिकति लिमिट गर्नुपर्ने हुन्छ त्यसमा चाहिँ। सो हाम्रो अडियन्स कसैलाई केही क्वेसन छ यो विषयमा, खानेकुराको विषयमा अथवा औषधिको विषयमा कसैलाई? लक्ष्मणजी हजुरलाई के क्वेसन छ? मेरो एउटा प्रश्न थियो दाइ। हजुर नमस्कार, म चाहिँ प्रतीकराज पौडेल। यो बिहान सबेरै उठेर चाहिँ वाक गर्नु, जस्तो हामी अब सर्टेन माइल हिँडौँ भनिन्छ नि, जस्तो 1 माइल 2 माइल कम्युनिटीमा, त्यो बिहान उठेर हिँड्नु र बेलुका हिँड्नुमा चाहिँ के फरक हुन्छ? जस्तो सुत्नु अगाडि हिँड्नु हुँदैन भन्ने किसिमको पनि सुन्छु कहिलेकाहीँ, अनि बिहान उठेर उठ्दा बित्तिकै हिँड्नु राम्रो हुन्छ भन्नुहुन्छ कसैले। यो अलि दुविधाजनक छ मेरो लागि, यसको लागि केही भनिदिनुहुन्थ्यो कि? अब यो चाहिँ मैले बुझे अनुसार चाहिँ त्यस्तो केही पनि छैन होइन। अब जेनरली आफूलाई जहिले पाएको पर्छ तैँले हिँड्ने होइन। अब बिहान हिँड्दा चाहिँ जस्तो अब बिहान फ्रेस हावा हुन्छ, टक्क अलि जिउ पनि एकदम भर्खरै भएको हुन्छ होइन, अलिकति अलिक बढी इन्थुजियास्टिक हुन्छ एक्टिभिटी गर्नको लागि होइन। त्यो मात्रै, तर स्वास्थ्यको हिसाबबाट फाइदा हुने हिसाबबाट चाहिँ त्यस्तो केही फरक छैन। आफू सबभन्दा महत्त्वपूर्ण चाहिँ आफूले चाहिँ गर्नु पऱ्यो, एक्टिभिटी गर्नु पऱ्यो होइन। जस्तो मैले घर चाहिँ मेरो बुवा आमा नेपालमा हुनुहुन्छ, उहाँहरूलाई मैले अहिले भन्दाखेरि के भन्छ भन्दा चाहिँ चिसो भएको छ, महत्त्वपूर्ण कुरा भनेको तपाईँहरू हिँड्नुपर्छ, दिउँसो हिँड्नुहोस्, अलि न्यानो हुनसक्छ तर हिँड्न चाहिँ हिँड्नुपर्छ भनेर भन्छु। हजुर सर। हजुर लक्ष्मणजी नमस्कार। नमस्कार हजुर, नमस्कार। धेरै खुसी लाग्यो। प्रश्न त्यहाँ बहिनीले अब मलाई मनमा लागेको कुराहरू पनि बहिनीले राख्नुभयो। एकदमै हजुरले उहाँले गरेका प्रश्नको उत्तर दिनुभयो, त्यो पाउँदा एकदमै खुसी लाग्यो। धेरै ज्ञानहरू पाइयो। खासै मैले राख्नुपर्ने क्वेसनहरू केही छैनन् होइन। साह्रै आनन्द आयो है यी कुराहरू सुन्दा। हामी त परिवार सबै सँगै बसेर सुनिरहेका छौँ। धन्यवाद। अनि एकदमै खुसी लाग्यो। अहिलेसम्म भगवान् कृपाले यो केही यस औषधि खान पर्ने अवस्थामा हामी छैनौँ होइन। अहिलेसम्म त्यो भयो भने त्यति अनुभव कम हुँदो रहेछ कि, जति बिरामी हुँदै गयो त्यो अनुभव हुने कुरा हो होइन। तर त्यहाँ बहिनीले, हाम्रो मोहन सरले ती कुराहरू उठाउनु भयो होइन, प्रतिनिधिमूलक रूपमै उहाँले उठाउनु भयो होइन। अनि हजुरले चाहिँ यति राम्रो किसिमले बुझ्ने गरी होइन, यो सुनिरहँ लाग्ने गरी हजुरले चाहिँ उत्तरहरू दिनुभयो। धेरै सल्लाहहरू पाइयो, एकदमै खुसी लाग्यो। एकदमै रमाइलो लाग्यो है यो कार्यक्रममा। फेरि पनि यसरी मिलाएर गर्नुपर्छ। हामी त सबै परिवार सँगै बसेर सुनिरहेका छौँ हजुर। हुन्छ एकदम ठिक छ। के अरे धन्यवाद। के अरे दिपाले हामी तिमी प्रश्न सोध्दै गयो, दिपाले चाहिँ उ गर्नेवाला छ होइन दिपा, तिमीले के अरे एउटा सर्वे राख्ने गरेको छ, सर्वे अहिले राख्यो हुन्छ। सर्वे सुरुमै थियो, अहिले चाहिँ त्यही उ गर्न मिल्छ होला। मैले ठ्याक्कै गरेँ सर्वे चाहिँ सुरुमै जोइन गर्दैखेरि नै छ। हजुर नमस्कार, मेरो नाम गोमा कँडेल। हजुर नमस्कार। हजुर नमस्कार। मैले एउटा क्वेसन सोध्दैछु कि अब यो तेलको बारेमा। हजुर
अब हाम्रो नेपालमा त अब तोरीको तेल राम्रो, तोरीकै तेल खाएर नि अब हामीले सधैँ खाइरहियो, अरू हजुर तेल पनि त्यति नहुने। अब त्यस्तो महत्त्व पनि अरूको त्यति बुझ्दा पनि बुझिएन। तोरीको हजुर राम्रो हुन्छ, तोरीका तेलले भनेर त्यही त्यही नै प्रयोग गर्दै आइयो। अहिले तोरीको तेल खाना हुँदैन, मुटुलाई असर पर्छ भन्ने यो के होला यो बुझ्न खोजेकी छु उम्, मैले। ए अब ठ्याक्क तोरीको तेलले मुटुलाई कसरी असर गर्छ भन्नेको मैले त मैले चाहिँ जस्तो हाम्रो यो विज्ञानमा चाहिँ मैले सुनेको छैन, मलाई मलाई थाहा नभएको हुनसक्छ होइन। तर के चाहिँ छ भने तेलको कुरामा चाहिँ कस्तो खालको छ तपाईँको भन्दाखेरि चाहिँ यो अलिभ ओइल भन्ने छ क्या तपाईँको चाहिँ यो त्यो अलिभ ओइल पनि मा पनि तपाईँको कस्तो प्योर अलिभ ओइल चाहिँ अझ काँचो त्यही अलिभ ओइललाई पनि मजासँग खाएर तपाईँको चाहिँ भुट्नी गरेर गऱ्यो भने त्यो सबै त्यसको जान्छ तपाईँको होइन। हजुर त्यस्तो खालको त्यसले चाहिँ मुटुलाई फाइदा गर्छ भन्ने चाहिँ त्यो ज्ञान चाहिँ त्यो चाहिँ विज्ञानबाट देखिएको छ तपाईँको। तर हजुर तोरीको तेल के छ भन्ने कुरो चाहिँ मलाई थाहा भएन, म हजुरलाई खोजेर भन्छु है, म हजुरलाई खोजेर पछि हस् मलाई थाहा हस् छैन त्यो मैले सुनेको छैन हस् अहिलेसम्म, थाहा छैन। हस् धन्यवाद। हस्। सो अर्को क्वेसन चाहिँ जस्तै हामीले सुन्ने गर्छौँ कि मलाई टाउको दुख्यो अनि त्यसपछि मैले ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ मेरो ब्लड प्रेसर हाई देखियो भन्ने जुन धारणा छ, के साँच्चीकै टाउको दुखेपछि मात्रै ब्लड प्रेसर जाँच्न पर्ने हो कि, अथवा कसरी चाहिँ यो हाई ब्लड प्रेसरलाई चाहिँ अप्रोच गर्न सकिन्छ, अथवा कहिले चाहिँ औषधि खान सुरु गर्न सकिन्छ आफूलाई हाई ब्लड प्रेसर छ भन्ने थाहा पाएपछि? अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ अब पहिला सुरु हामीले प्रेसर किन नाप्ने हो भन्ने कुराको पहिला हामी जानौँ है त। प्रेसरले के हुन्छ भन्ने पहिला हामी त्यो प्रश्नको चाहिँ उत्तर खोजौँ है त। आजको प्रेसरले भोलि केही हुँदैन हामीलाई भनेको चाहिँ केही भनेको कुरा चाहिँ यस्तो यस्तो खतरा कुराहरू क्या तपाईँको मुटुको होइन प्यारालाइसिस हुने कुराहरू आजको भोलिलाई है तपाईँको। जेनरली त तपाईँको 5 वर्ष 10 वर्ष 15 वर्ष 20 वर्ष पछाडि कुराहरू हो होइन। भनेपछि त्यो प्रिभेन्सन गर्नको लागि अहिले कसरी कन्ट्रोल गर्ने भनेर होइन एउटा कुरा। कहिले काहीँ तर तपाईँको प्रेसर एकदमै एक्कासी धेरै बढेर तपाईँको चाहिँ होइन तपाईँको मुटुको के अरे टाउको नसाइ फुटेर एकदम एकदम टाउको दुखेर हुनसक्छ। तर त्यो भनेको कस्तो भन्दा एकदमै चर्को 200 भन्दा बढी माथिको प्रेसर त्यस्तो भएको होइन। अनि त्यही भएर एउटा कुरा थियो। अनि अर्को कुरा के भन्छ, प्रेसर भनेको कहिल्यै पनि दुइटा एक सँगसँगै ठ्याक्कै एउटै समयमा नाप्दाखेरि पनि ठ्याक्क हुँदै हुँदैन प्रेसर। त्यो जिउको त्यस्तो बनेकै हुन्छ, सबै त्यस्तो बनेको हुन्छ होइन। अनि त्यो एउटा कुरा थियो। अनि अर्को कुरा चाहिँ अहिले मैले भने नि 5 मिनट प्रेसर नाप्ने बेला 5 मिनटसम्म बस्ने, टिभी पनि नहेर्ने, फोन पनि नहेर्ने, शान्त भएर बस्नु भने मैले होइन। अब टाउको दुखायो बेला नाप्न गएपछि त के हुन्छ, टाउको दुखाएको छ त्यसले चाहिँ नाप्दाखेरि प्रेसर बढे जस्तो देखिन्छ, प्रेसर नाप्दाखेरि बढी नै देखिन्छ। तर त्यो भनेको के हो त तपाईँको भन्दाखेरि चाहिँ अब त्यो भनेको पहिला हात्ती आगे पहिला पुच्छर आयो भने जस्तो कुरा भयो तपाईँको त्यो होइन। टाउको जेनरली त्यो अवस्थामा हामी चाहिँ सामान्यतया मैले के सुन्छु भन्दाखेरि टाउको दुख्यो मतलब प्रेसर नाप्नु त भनेर मान्छे जान्छन्। अनि रङ मेसेज के आउँछ भन्दाखेरि मेरो प्रेसर बढाएर चाहिँ त्यही भएर टाउको दुख्यो भन्छन् मान्छेले होइन। तर भइरहेको के हुन्छ तपाईँको भन्दा चाहिँ प्रायः जस्तो चाहिँ टाउको दुखेको छ त्यही बेलामा चाहिँ नाप्ने टाइम चाहिँ ठिक भयो भने अनि प्रेसर बढे जस्तो देखिन्छ। त्यस भएर प्रेसर नाप्ने चाहिँ कहिले भन्दाखेरि आफू सबभन्दा शान्त भयो बेलामा होइन। म चाहिँ के भन्छु भन्दाखेरि बिहान उठ्ने बित्तिकै दिशा पिसाब गरेर टक्क बाथरुममा गएर के अरे उसमा के अरे तपाईँको चाहिँ डाइनिङ टेबलमा गएर बसेर होइन सबभन्दा नाप्ने टाइम चाहिँ राम्रो थियो होइन। अनि नाप्ने मात्रै होइन, नापेर आज यस्तो बजे मात्रै भने लेखेर राख्ने। त्यो लेखेर राखेर डाक्टर त्यो लेखेर राख्नुको अर्थ के हो त भन्दाखेरि त्यो डाक्टरलाई त्यो धेरै भ्यालुएबल हुन्छ डाक्टर र स्पेसली त्यो डाक्टर जानुभन्दा 2 हप्ता चाहिँ दैनिक त्यसरी गर्दा एकदम राम्रो। अरू सो औषधि चाहिँ कहिले खान सुरु गर्ने भन्ने विषयमा चाहिँ जस्तै हाई ब्लड प्रेसर देखिएको छ अनि त्यो चाहिँ औषधि चाहिँ स्टार्ट गर्ने नगर्ने अथवा कहिलेबाट गर्ने भन्ने कुरामा चाहिँ अलिकति दुविधाहरू भइरहेको हुन्छ। सो अब यस्तो हुन्छ, अब एउटा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब एकदमै बढी छ भने त खानु पर्यो होइन। एकदमै बढी चाहिँ 160 बाई कस्तो देखिराखेको छ होइन भने खानु पर्यो। अब त्यसपछि ला चाहिँ होइन त्यस्तो होइन 130-40 छ यस्तो छ होइन 140 छ 145 छ के गरौँ कसो गरौँ भएको छ भने अब हिचकिचाइ के को लागि त पहिला हिचकिचाइ चाहिँ ल म जिन्दगीभर औषधि खानुपर्छ म त्यही भएर खान्न भन्यो भने आई थिङ्क वी हेभ टु गो लिटल डिपर एन्ड हामी अझ गहिरोसँग गएर चाहिँ हो त साँच्चै अब त्यही मात्रै सोचेर बस्नु त के हो त एउटा थियो होइन।
अर्को चाहिँ के हो भन्दाखेरि होइन म चाहिँ मेरो आहार विहार चेन्ज गरेर म यसलाई परिवर्तन गर्छु भन्ने हो भने चाहिँ होइन त्यतिखेर चाहिँ त्यो दुविधाको चाहिँ आई थिङ्क त्यो चाहिँ एकदम के भयो भन्दा चाहिँ एटलिस्ट मेरो पर्सपेक्टिभबाट चाहिँ इट मेक्स सेन्स होइन। अब त्यसमा जेनरली के हुन्छ भन्दा चाहिँ आहार विहार चेन्ज गरेर प्रेसर कम गर्नको लागि अथवा कोलेस्ट्रोल कम गर्नको लागि अथवा चाहिँ डायबिटिज चेन्ज गर्नको लागि चाहिँ 3 देखि 6 महिना कम्ती अझ 6 महिना जस्तो लाग्छ होइन। अनि त्यसो भएर चाहिँ इन सोर्ट जस्तो मैले चाहिँ हजुरहरू कसैलाई सल्लाह दिनु पऱ्यो भने चाहिँ फर्स्टमा चाहिँ प्रेसरको लेभल कति छ के छ कसो छ अथवा कति धेरै छ एउटा त्यसमा भर पर्छ। अर्को कुरा चाहिँ किन तपाईँहरूले वास्तवमा लाइफ लङ खाना हुँदैन भनेर सोध्नु भएको छैन, अझ तपाईँले आफूलाई सोध्नु पऱ्यो अथवा अरूहरूसँग कुरा गर्नु पऱ्यो के हो त त्यसमा, त्यही सोचेर मात्रै बसेर भएन, त्यसको एउटा निकास निकाल्नु पऱ्यो तपाईँको होइन। अनि त्यही भएर चाहिँ त्यसरी हेर्नुपर्छ। अनि अर्को कुरा चाहिँ के हो त भन्दा चाहिँ तपाईँले औषधि पनि खान सक्नुहुन्छ, लाइफस्टाइल पनि एकदमै चेन्ज गर्न सक्नुहुन्छ र बिस्तारै हेर्दै गएर त्यो औषधिलाई स्पेसली अर्ली स्टेजमा पछि गएर औषधि बन्द पनि गर्न सकिन्छ होइन। त्यो पनि अर्को अप्सन छ। च्याट बक्समा एउटा क्वेसन छ दाइ। के क्वेसन छ? फास्टिङको इम्प्याक्ट के हो? के भन्नुभयो दिनेशजी? होइन यो फास्टिङ के यसको के हो क्या? यसको चाहिँ नि अब सधैँ यो फास्टिङसम्म पनि छैन। अब वेट लसलाई त यसले हेल्प गर्ला, तर न्युट्रिएन्ट सप्लाई यसको होल साइकलको इम्प्याक्ट के हो क्या? यसलाई चाहिँ यो प्रमोट गर्ने चिज हो कि यो चाहिँ नि कस्तो हो क्या? यो चाहिँ लाइफ लङ अब के हो यसको बारेमा अलिअलि फास्टिङको इम्प्याक्ट के हुन्छ? अब म फास्टिङको यसको साइन्सको सबै मलाई एकदम गहन रूपमा ज्ञान छैन होइन, तर अब जस्तो सामान्यतया हाई लेभलबाट अब होइन लो कार्ब हुने भयो, लो क्यालोरी हुने भयो, त्यसको बेनिफिटहरू होला, तर त्यसको कस्ट पनि त होला, किनभने शरीरलाई अब चाहिएला डाइभर्स थिङहरू त चाहिन्छ नै होला पक्कै। यो के हो क्या? यसलाई हामीले कति प्र्याक्टिस गरौँ? के हुन्छ यो? वेट सोट घटाउन त काम लाग्दो रहेछ, मैले नि अलिअलि गरेँ, अलिअलि घटे जस्तो लाग्यो, तर त्यसको अरू कन्सिक्वेन्सेसहरू थाहा छैन क्या फेरि। अब मैले बुझे अनुसार चाहिँ के हो तपाईँको भन्दाखेरि यो चाहिँ अब एक्सट्रिममा गर्दाखेरि चाहिँ झन् हानि गर्न सक्छ होइन। अब अहिलेको जुन प्रिन्सिपल छ नि वेट भने के हो त भन्दाखेरि कति भित्र गयो कति आफूले चाहिँ क्यालोरी बर्न गर्यो त्यसको ब्यालेन्स हो होइन। त्यसमा चाहिँ यसले चाहिँ के गर्छ तपाईँको भन्दाखेरि चाहिँ जेनरली फास्टिङ गरेपछि त्यो एनर्जी इन्टेक चाहिँ जेनरली कम हुन्छ तपाईँको होइन। तर अब यसमा डिपेन्ड्स अन कस्तो खालको, जस्तो अब तपाईँको एउटा फ्याट डायट भन्ने हुन्छ तपाईँको चाहिँ एकदम त्यो कार्बोहाइड्रेट कम गरेर एकदम तपाईँको चाहिँ त्यो के अरे ब्याड कोलेस्ट्रोल बढी गर्ने डायट हुन्छ कि। अब त्यो भएर पनि काम वेट लस त होला तपाईँको, तर कोलेस्ट्रोल बढ्छ तपाईँको होइन। त्यसो भएर आई थिङ्क यो चाहिँ तपाईँको अब जेनरली वेट लस गर्ने हेल्प गर्छ। त्यसपछि चाहिँ अलिकति जिउ हलुका हुन्छ के हुन्छ फाइदा हुन्छ, तर एक्सट्रिम लेभलमा गयो भने त्यसको पनि बेफाइदा हुन्छ है, डेफिनेटली हुन्छ। तर त्यसको साइन्सको सबै कुराहरूको चाहिँ मलाई त्यस्तो राम्रोसँग चाहिँ एकदम डिटेल रूपमा थाहा छ, तर जुन तपाईँले भन्न खोज्नुभएको कुराहरू एकदम ठिक हो। यो अब खानसुका क्वेसन आएको थियो है, के अरे काममा हिँड्ने इम्प्याक्ट कस्तो हुन्छ? म एभरेजमा 15,000 हिँड्छु भनेर भन्नु होइन। अब म चाहिँ कसरी सल्लाह दिन्छु भन्दा त्यो राम्रो होइन। त्यो चाहिँ काममा यत्तिकै कुर्सीमा जस्तो मेरो काममा कुर्सीमा बसेर मात्रै गर्ने काम भन्दा त्यो काम धेरै राम्रो हुन्छ चाहिँ होइन, हिँड्न पर्ने काम होइन, जिउलाई फाइदा भयो तपाईँको। तर के चाहिँ हो तपाईँको ल है आज म काममा चाहिँ मेरो काममा हिँडेकै कामले गर्दा 15,000 मेरो स्टेप भयो, मेरो एक्सर्साइज पुग्यो भन्ने खालको पर्सपेक्टिभ चाहिँ त्यसलाई चाहिँ हाम्रो चाहिँ फिजिकल एक्टिभिटीमा ल्याउनको लागि चाहिँ त्यो के अरे यो एक्सर्साइजमा चाहिँ हामी तर गन्दैनौँ क्या। हामीले जेनरली कसो गर्नुपर्छ भने म फिजिकल एक्टिभिटी एक्सर्साइज गर्छु नै भनेर डेडिकेटेड भएरै गर्नुपर्छ भने एटलिस्ट हामीले चाहिँ बिरामीहरूलाई सल्लाह दिन्छौँ हामीले होइन। तर त्यति भन्दा नि तपाईँको चाहिँ मेरो भन्दा हजुरको एकदम राम्रो रहेछ हजुरको के अरे त्यो कामको एक्टिभिटी चाहिँ। सो कस्तो खालको एक्सर्साइज गर्दाखेरि चाहिँ बेटर हुन्छ? अब सामान्यतया मुटुको चाल बढी बढाउने
र अलिअलि रेजिस्टेन्स पनि बढाउने, तर 80% एक्टिभिटी चाहिँ मुटुको चाल बढाउनु पर्छ होइन। अनि अलिकति त्यसमा 10-20% चाहिँ रेजिस्टेन्स बढाउने खालको गर्नुपर्छ। सबभन्दा सिम्पल भनेको हामीलाई चाहिँ 50% गरिसकेपछि हिँड्ने, दिनमा आधी घन्टा 7 दिन हिँडियो भने एकदमै राम्रो थियो। यसमा योगा गर्नु र एक्सर्साइज गर्नुमा योगाले पनि गर्छ के छ योगाको पनि? अब के छ तपाईँको भन्दाखेरि अब एक्सर्साइजको चाहिँ अब पाटाहरू के हुन् त भन्दा एउटा चाहिँ तपाईँको चाहिँ मुटुको रोगबाट हेर्ने तरिका भयो एउटा होइन। अर्को तपाईँको चाहिँ मसल्सहरू तपाईँको चाहिँ स्ट्रेङ्थहरू गर्ने एउटा पाटो भयो। अर्को चाहिँ फ्लेक्सिबिलिटीको एकदम फ्लेक्सिबल उहरू हुने एउटा पाटो भयो। अनि अर्को तपाईँको चाहिँ ब्यालेन्स चाहिँ स्पेसली तपाईँको अझ अलि वृद्ध भइसकेपछि अझ बढी हुन्छ, मान्छेले लड्ने खालको हुन्छ तपाईँको होइन। तपाईँ चाहिँ यो एक्सर्साइजका विभिन्न पाटाहरू हुन् तपाईँको, विभिन्न डोमेन्सहरू हेर्नको लागि चाहिँ होइन। अब तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ अब योगाले के गर्छ, योगाले जेनरली गर्ने भनेको तपाईँको चाहिँ फ्लेक्सिबिलिटी बढाउँछ तपाईँ योगाले होइन। अब हामी चाहिँ मुटुको हिसाब किताबबाट जेनरली अनि के अरे यो मुटुको मात्रै के अरे यो हिँड्ने दौड्ने मात्रै गर्ने अरू नगर्ने भन्ने हुँदै होइन। जति सबै ब्यालेन्स गर्न सक्यो त्यो राम्रो तपाईँको होइन। अनि त्यसपछि लाएर चाहिँ र तर जेनरली मुटुको हिसाब किताब सबभन्दा अलिक तपाईँको चाहिँ लाइफ थ्रेटनिङ कुराहरू मुटुकै हुने भएर हामी चाहिँ यो यस्तो खालकोहरू बढी गर्नु भन्छौँ होइन। तर के चाहिँ फेरि डिस्ट्र्याक्सन हो त भन्दाखेरि मैले योगा गर्छु मलाई सब ठिक छ भनेर चाहिँ तपाईँको चाहिँ गऱ्यो भने त्यो चाहिँ फेरि डिस्ट्र्याक्सन तपाईँको कि त्यतिखेर चाहिँ तपाईँको के हुनु पर्थ्यो भने मान्छेलाई हिँड्ने दौड्ने काम चाहिँ गर्नु पऱ्यो त्यहाँ होइन। अनि त्यही भएर जेनरली हिँड्यो भने राम्रो। त्यसपछि त्यसमा अरू अनि त्यो हिँडेपछि तपाईँको चाहिँ आधी घन्टा हिँड्नुभयो हरेक दिन, त्यसपछि अरू के थप्न लाग्छ तपाईँको राम्रो त। यो हिँड्ने कुरा भने हिँड्ने कुरा र वकिङ र ट्रेडमिलको उसमा चाहिँ के फरक पर्छ? के फरक हुन्छ हुँदैन? अनि त्यस्तो केही फरक छैन। त्यो हजुरलाई जे गर्न सक्नुहुन्छ, जे सजिलो हुन्छ। ट्रेडमिल अलिक बोरिङ हुन्छ सधैँ गर्दाखेरि होइन, बाहिर हिँड्न जस्तो हुँदैन। तर मुख्य महत्त्वपूर्ण कुरा चाहिँ हजुरले गर्नु पर्यो, रेगुलरली गर्नु पर्यो त्यो। अनि अर्को एउटा प्रश्न, यो पार्टिसिपेट चाहिँ हाम्रो जस्तो हामीले हेरेको चाहिँ यो टिएनसिसीको वालबाट हामीले देखेर गऱ्यौँ होइन। र यसमा कति अब हाम्रो नर्थ क्यारोलाइनाको अथवा यो उसमै हुनुहुन्छ कि अरू जस्तो हामीले अरूलाई जस्तो अरू स्टेटकोलाई पनि अब टाइम मिल्ने स्टेटहरूलाई पार्टिसिपेट गर्न सकिन्छ होला? प्लिज एकदम यो यहाँ अरू स्टेट मात्रै होइन, यो त अब हजुरको चाहिँ जति फाइदा हुन्छ भने जति धेरैजना मान्छे आउनुभयो त्यो हामी झन् खुसी हुन्छ पनि। नेपालबाट यहाँबाट होइन जहाँबाट आउनु मिल्छ किनभने। अनि हाम्रो यो रेकर्ड पनि गराएको छौँ त्यहाँ, हाम्रो त्यहाँ अब कति राख्न मिल्छ पनि रेकर्ड पनि गर्न मिल्छ, त्यो पनि डिस्ट्रिब्युट गर्न मिल्छ। अर्को अघि नै एउटा कुरा उठेको थियो सर्वेको कुरा। सर्वे चाहिँ मैले अघि देखेको थिएँ, अगाडि नै आएको थियो। तर त्यो सर्वे अगाडि आउँदाखेरि त हामीले त्यो प्रोग्राम नै हेरेको छैन, यो जुम नै हेरेको छैन, कति कुरा आएन सर्वे। अब अहिले राख्दा ठिक होला कि जस्तो लाग्छ। त्यो सर्वे राख्ने मिल्छ मिल्दैन दिपा? किनभने पहिला गर्दाखेरि त्यसको त हामीले कुनै हेरेको छैन। ए ल आयो ल सर्वे ल के अरे शिल्पी तिमी अरू के प्रश्नहरू छ भने सोधौँ अब बिस्तारै ऱ्यापअप गरौँ के अरे होइन। हुन्छ त्यो कोलेस्ट्रललाई चाहिँ बोसो कता गएर जम्मा हुन्छ भन्ने कुरामा चाहिँ धेरैजना हामी कन्फ्युज भइरहेको हुन्छौँ। सो कोलेस्ट्रोल चाहिँ के हो अनि बोसोले चाहिँ शरीरलाई के हानि नोक्सानी पुर्याउँछ अनि त्यसको लागि चाहिँ अब हाइपरलिपिडेमियाको लागि त्यसलाई कन्ट्रोल गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि थोरै जानकारी दिनु होला। हस्, अब कोलेस्ट्रोल चाहिँ जेनरली पहिला सुरु चाहिँ के किसिमको कोलेस्ट्रोल भनेर अहिले भने नि मैले होइन। एलडिएल, एल फर लाउजी भनेको नराम्रो एलडिएल कोलेस्ट्रोल, सिम्पल तरिकाले अहिले त्यति बुझौँ होइन। त्यसपछि लाएर चाहिँ जेनरली त्यो के हुन्छ तपाईँको भन्दाखेरि चाहिँ हाम्रो एभरेज मान्छेको रगतमा 80% त्यो चाहिँ लिभरले बनाउँछ त्यो होइन। लिभरले त्यहाँ चाहिने कुराहरू के ल्याउँछ जोडेर ल कोलेस्ट्रोल भनेर बनाउँछ। जेनरली नर्मली के हुनुपर्छ त्यसले एलडिएल कोलेस्ट्रोल चाहिँ त्यो लिभर मात्रैमै जाने अथवा मसलमा जाने, तर त्योभन्दा बढी गएर नसामा चाहिँ जानु हुँदैन। अलिक बढी भएपछि त्यो एक्सेस वेस्ट बढी भएपछि चाहिँ नसामा गएर बस्ने हो। नसामा गएर बसेपछि त्यसले नसामा ब्लक गर्न थाल्छ, के गर्न थाल्छ होइन। अनि अब त्यसमा अरू किसिमको कोलेस्ट्रोल पनि हुन्छन्, एसडिएल कोलेस्ट्रोल पनि हुन्छ, भिएलडिएल कोलेस्ट्रोल पनि हुन्छ, अरू के हुन्छ नि ती सब बिर्छु मैले।
अर्को अब नेपालीको बढ्ने भनेको चाहिँ ट्राइग्लिसराइड हो है। यो ट्राइग्लिसराइड चाहिँ तपाईँको चाहिँ अहिले हाम्रो कुरा अनुसार चाहिँ केही पनि जिउमा अलिकति बढी खायो भने मेरो एउटा बिरामीको मैले उदाहरण दिएको थिएँ नि त होइन, त्यो गरेर के हुन्छ तपाईँको चाहिँ जिउमा जे पनि जेनरली, तर मोस्टली तपाईँको चाहिँ कार्बोहाइड्रेट र फ्याट बढी खायो भने चाहिँ तपाईँको ट्राइग्लिसराइड बढ्छ। तर ट्राइग्लिसराइडले तपाईँको चाहिँ समस्या चाहिँ के, मान्छे चाहिँ एकदम इभन कति डाक्टरहरू पनि डिस्ट्र्याक्ट हुन्छ कि ट्राइग्लिसराइडबाट चाहिँ। ट्राइग्लिसराइड मैले अहिले उदाहरण दिएको चाहिँ हार्ट अट्याकको कन्डिसनमा 90% चाहिँ सबभन्दा उ गर्ने एलडिएल हो भने ट्राइग्लिसराइडको रोल चाहिँ 2% जति होला। त्यसरी सोध्यो भने हुन्छ होइन। अनि अब अर्को एकदम महत्त्वपूर्ण कुरो कोलेस्ट्रोलको चाहिँ के हो त भन्दा चाहिँ लिभरले 80% बनाउने भइसकेपछि के भन्छ भन्दाखेरि कोलेस्ट्रोल चाहिँ जाप्नुपर्छ र म्याक्सिमम लाइफस्टाइलबाट चेन्ज गऱ्यो भने 20% मात्रै चेन्ज हुनसक्छ। त्यसो भएर चाहिँ कोलेस्ट्रोलको लागि चाहिँ औषधि खानुपर्ने अलिक पहिले खानुपर्ने हुनसक्छ है। एकदम महत्त्वपूर्ण सिम्पल कुरा, तपाईँहरूले आफ्नो हार्ट अट्याक र प्यारालाइसिस कम गर्न चाहनुहुन्छ भने सबभन्दा वान अफ द मोस्ट महत्त्वपूर्ण कुरा यो चाहिँ अरूमध्येमा चाहिँ यो प्रेसरहरूपछि कोलेस्ट्रोल। अनि लास्ट कुरा चाहिँ त्यो लाइपोप्रोटिन ए भनेको अहिले मैले त्यहाँ देखाएँ नि, त्यहाँ जेनेटिक हुन्छ जसको औषधि छैन भने नि मैले। अनि त्यो एकदमै जात हुन्छ, त्यो नेपालीहरूमा बढी छ त्यो होइन, एसियनहरूमा बढी छ, तर त्यो औषधि छैन। तर औषधि आउँदै पनि छ अहिले, अरूलाई अप्रुभ भएको औषधि प्रयोग गर्न सकिन्छ र आफ्नो फ्यामिलीहरू भेलेबल हुन्छ त्यो है। तर एकचोटि मात्रै जहाँ चाहिँ पुग्छ अनि त्यो जात पर्छ त्यो। अरू सो प्रेसरले हान्यो भनिन्छ, हामीले सामान्य सुनिराखेका हुन्छौँ। सो प्रेसरले हान्यो भन्दाखेरि चाहिँ त्यसको सिम्पटमहरू के हो, अथवा प्रेसरले हानेको कसरी थाहा पाउने? अब यो प्रेसरले हानेको भनेको चाहिँ हाम्रो यो नेपालको एकदम कमन बोली, पपुलर बोली होइन। अब मलाई भन्दा बढी तिमीलाई थाहा होला, तिमी नेपालमा 1 वर्ष नेपालको गाउँमा गएर आफू डक्टर भएर काम गरेर आएको होइन। अनि सिलबियारमा सँगसँगै हामी काम गर्छौँ कि यहाँले। अनि त्यसपछि लाएर चाहिँ के अरे अब मेरो बुझाइ चाहिँ के हो त भन्दा प्रेसरले हाने भनेको चाहिँ प्रेसरले गर्दाखेरि पर्सिभ्ड केही इफेक्ट्सहरू भयो भने मान्छेले बोल्ने बोलीको भाषा हो त्यो भनेको इट क्यान रेन्ज एनिथिङ फ्रम प्यारालाइसिसदेखि लिएर आएर टाउको दुख्यो प्रेसरले हान्यो होइन, खुट्टा झम्झुमायो प्रेसरले हान्यो, त्यो सबै कुराहरू चाहिँ के भन्दा बिरामीले मान्छेले पर्सिभ गरेको कुरो हो होइन। त्यो हुनसक्छ नहुनसक्छ त्यो है। पोल चाहिँ आयो है यहाँ। ल त्यसको एन्सर भयो सिल्भिया? हजुर दाइ। ल अरू? सो इन्सुलिन लिने कुरामा चाहिँ जस्तै कोही कोहीलाई चाहिँ इन्सुलिन लिन गाह्रो हुन्छ अथवा त्यसले गर्दाखेरि दुख्छ। सो यो विषयमा चाहिँ इन्सुलिन लिने कि नलिने भन्ने कुरामा चाहिँ कसरी डिसाइड गर्ने, अथवा के प्रोज एन्ड कन्सहरू चाहिँ के हुनसक्छ इन्सुलिनको विषयमा? यो अब अहिले पनि हामीले अलिअलि कुरा गऱ्यौँ होइन। अब यसमा खास के छ त भन्दाखेरि चाहिँ अब यो के अरे यो डायबिटिजको चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ डायबिटिजको यो जेनरली टाइप 2 कोमा चाहिँ कुरा आउँछ है। टाइप 1 मा चाहिँ के भयो त भन्दाखेरि मैले स्क्रिन सेयर गर्छु होइन। टाइप 1 चाहिँ मा इन्सुलिन नभएको मान्छे हुँदै होइन, मान्छेले इन्सुलिन समाउ लिन परिहाल्छ होइन। त्यसपछि त्यसमा थोरै पनि खासै भएन होइन। अब टाइप 2 को कुरा हो भाइ, हुन्छ नि यार। ल यो टाइप 2 मा चाहिँ यो जुन तर देखाएको छ नि होइन। अब यसमा के भन्छ सुरुमा भन्दाखेरि चाहिँ इन्सुलिन बढी भइरहेको हुन्छ कि, इन्सुलिन बढी भइरहेको हुन्छ। त्यसपछि लाएर चाहिँ अनि समहाउ इन्सुलिनले गर्नुपर्ने काम के हो भन्दा यो ग्लुकोजलाई चाहिँ यिनीहरूलाई भित्र सेलभित्र लानुपर्ने होइन। अनि त्यो यो इन्सुलिन रेजिस्टेन्स भइरहेको हुन्छ यहाँ, यो इन्सुलिनको रिसेप्टरलाई काम बढ्दैन, त्यसपछि जान सक्दैन यहाँ। अब अनि सुरुमा चाहिँ अब औषधिहरू खाएर चक्कीहरू खाएर हुन्छ तपाईँको है। तर इभेन्चुअली हिमोग्लोबिन A1C भनेर मैले भने नि त्यो पछिल्लो 3 महिनामा कतिको सुगर छ एभरेज भनेर, त्यो एकदम बढी छ, 9 भन्दा बढी छ। के छ भने एकदम एडभान्स भइसक्यो। अब यसलाई चाहिँ झ्यापझुप्पो कन्ट्रोल गर्नु पर्यो भने चाहिँ अनि त्यतिखेर चाहिँ इन्सुलिन चाहिन्छ होइन। त्यसो भएर एकचोटिमा इन्सुलिन लिँदैमा सधैँ लिन्छ भन्ने होइन। र अर्को चाहिँ इन्सुलिन लिने मान्छेहरू संसारमा कति छन् कति छन्। त्यसो भएर चाहिँ हामी पहिलो मान्छे होइन। त्यसो भएर चाहिँ हो र हरेक मान्छेले इन्सुलिन लिने बेला यही फेजबाट जानुपर्छ। ओहो मैले अब इन्जेक्सन गर्नु पर्यो है त भनेर अब आफूले चाहिँ त्यसलाई एक्सेप्ट गरेर अगाडि बसेर चाहिँ त्यो रोगलाई अलिक कन्ट्रोल गर्ने कि अथवा चाहिँ त्यो रोगलाई चाहिँ त्यसैमा अड्केर अगाडि रोगलाई अगाडि बढ्दैन नि भन्ने एउटा कुरा चाहिँ आफूले निर्णय गर्नुपर्छ। अब यसमा
अर्को चाहिँ सबभन्दा महत्त्वपूर्ण कसको रोल हुन्छ यतिखेर भन्दा चाहिँ तपाईँ जाने डक्टरको रोल हुन्छ कि होइन। तपाईँ जाने डक्टरको चाहिँ उनीहरूले उनीहरूसँग तपाईँको सम्बन्ध कस्तो छ, कतिको विश्वासिलो छ के छ होइन, अनि कतिको उनीहरू चाहिँ तपाईँलाई चाहिँ राम्रोसँग कन्भिन्स गरेर भन्न सक्नु त्यसमा भर पर्छ होइन। तर सबभन्दा पहिला चाहिँ मेरो हेजिटेसनको पोइन्ट के हो त भन्ने कुरामा आफैले अलिकति गहिरिएर सोध्नु पर्यो मेरो विचारमा चाहिँ। अरू अरू अडियन्सबाट कसैले प्रश्न सोध्न चाहनुहुन्छ? मसँग प्रश्न त भएनन् है, तर धेरै खुसी लाग्यो। हजुरले कति राम्रो प्रश्नहरू राख्नुभयो होइन, सरबाट धेरै कुराहरू पाइयो। अब रोग लागेपछि उपचार गर्नभन्दा रोगको बाटो सिक्नु बेस भन्ने उखान सुन्ने गर्थेँ मैले। अहिलेसम्म भगवान् कृपाले मैले अघि नै भने अहिलेसम्मलाई केही औषधिहरू कुनै दीर्घ रोगहरूसँग जुझ्न परेको छैन, स्वस्थ छु म। अब यस्तै स्वस्थ रहिराख्नको लागि पनि यो कार्यक्रमले धेरै सहयोग पुग्छ भन्ने महसुस गरियो हामीले है। धेरै कुराहरू सिक्न पाइयो। अब क्वेसन भन्दा पनि म यो तपाईँले गरेको जुन क्वेसन कति राम्ररी क्वेसनहरू राखिदिनु भयो, कतिपय मनमा लागेको कुराहरू हामीले कसरी क्वेसन राख्ने अनुभव पनि थिएन है। राम्रो किसिमले हजुरले क्वेसन राख्नुभयो, डाक्टर साहबबाट धेरै कुराहरू पाइयो होइन। आज घरमा बसेर आफ्नो घरमा बसेर यसरी यस्ता राम्रा कुराहरू, अब स्वास्थ्यभन्दा ठुलो धन केही छैन अरे, रोगभन्दा ठुलो दुश्मन केही छैन भन्छन् होइन। आज चाहिँ धेरै आनन्द आयो है। मेरो कुरा यही नै हो। धन्यवाद लक्ष्मणजी, हजुरको सपोर्ट एकदम धन्यवाद। अर्को कुरा चाहिँ त्यस्तो अप्ठ्यारो मान्नु पर्ने केही छैन यहाँ। यो के हुन्छ भन्दाखेरि तपाईँले एक्चुअली दिल खोलेर बोलिदिनु भयो भने तपाईँ जस्तै अरू साथीभाइहरू कतिजना मान्छेहरूलाई चाहिँ त्यस्तो के अरे तपाईँको हेजिटेसन भइरहेको हुन्छ होइन। तपाईँले उहाँलाई सहयोग गर्नुहुन्छ सुपर चाहिँ यहाँ एकदम एकदम जति सोध्नुभयो उति हामी खुसी हुन्छौँ। अबको कार्यक्रममा अझै हाम्रो उपस्थिति बढ्दै जान्छ होइन। हजुर, अहिले त्यहाँ सरले क्वेसन राख्नुभएको थियो एकजना साथीले, अब यहाँ मात्रै नभएर टिएनसिसी मात्रै हो कि यो सीमाको कुरा थियो नि, त्यसमा हजुरले भन्नुभयो अर्को स्टेट मात्रै नभएर नेपालसम्म पनि सम्पर्क। अहिले त संसारले यो संसार साँगुरो बनाएको छ होइन। अब नेपालसम्मबाट भए पनि सजिलो हुन्छ भन्ने कुराहरू पाइयो। अबको कार्यक्रममा अझै बढी हाम्रो उपस्थिति हुन्छ होइन। एकदमै खुसी लाग्यो हजुर। हाम्रो उपस्थिति हुन्छ भन्दा पनि उपस्थिति गराउनु चाहिँ अलिक सबैले पहल गर्नु पर्छ देखिन्छ। किनभने अब अहिले यति महत्त्वपूर्ण समय उहाँले डाक्टर साहब दिनुभएको छ। अब अर्को सिल्भिया मर्जन डाक्टर साहब हुन्छ, उहाँले पनि राम्रो समय दिनुभएको छैन। अब तर पार्टिसिपेन्ट चाहिँ साह्रै कम हो कि त्यसको लागि चाहिँ पार्टिसिपेन्ट बढाउनु चाहिँ अब बढाउनुपर्छ होइन, बढाइन्छ बढ्छ। कम भयो कि अथवा हामीले पहल गर्नुपर्छ होइन। यति राम्रो कार्यक्रम होइन। अब हजुर यति टाइम दिनुभएको छ, त्यो टाइमको चाहिँ अब महत्त्व चाहिँ अब भन्दा 7-8जना मात्रै पार्टिसिपेट हुनुभयो हो नि हो नि। जति भन्दा यस्तो समय चाहिँ अब बढीभन्दा बढीले थाहा पाउनु पाए राम्रो हुन्थ्यो होइन। र अब आगामी दिनमा पनि यो यस्तो यो हार्ट सम्बन्धी भयो अरू अन्य रोगहरूसम्म सम्बन्धित पनि कुराहरू भएर अझ राम्रो हुन्थ्यो। एकदम एकदम राम्रो मान्नुभयो, खुसी लाग्यो होइन। त्यसपछि हाम्रो चाहिँ जस अलिकति प्रिपेयर गरेर आएका थियौँ। अझ हामी राम्रो गर्ने कोसिस गर्छौँ र जति अरू जति धेरै हाम्रो यहाँको कम्युनिटीको उसमा यहाँ सबै संसारभरिको नेपाली मान्छेहरूमा यो पुऱ्याउन सकियो उस्तो होइन, त्यो राम्रो हुन्छ। धन्यवाद है त्यसलाई चाहिँ। शिल्पी तिम्रो अरू केही क्वेसनहरू छ भने अब छिटो ऱ्यापअप गरौँ ल, के छ अब? सो त्यो लेबल रिड गर्ने विषयमा चाहिँ केही भनिदिनुहुन्छ भनेर त्यो हामीले यो लेबल रिड गर्ने विषयमा चाहिँ भन्नुहोस् है। म पहिला पुलो यहाँ तान्छु। यो चाहिँ एकदमै यो पब्लिक हेल्थको उसमा चाहिँ एकदमै ठुलो कुरा हो कि चाहिँ होइन। पहिला तपाईँको हाम्रो नेपालमा जस्तो तपाईँको यहाँ पनि यस्तो खालको लेबल रिड गर्ने भन्ने थिएन नेपालमा। अब हिस्टोरिकली हामीहरू आफै खाना उमारेर खाने होहरू होइन। तर अब आजकल नेपालमा पनि किन्ने कुराहरूमा नै हुन्छ यो तपाईँको होइन। अब यसमा के छ त भन्दाखेरि यो पहिला चाहिँ यहाँको अब हाम्रो नेपालमा एक माना एक पाती भने जस्तो चाहिँ
यहाँको भाषा सर्भिङ भनेर भन्छ होइन, सरी है, सर्भिङ भनेको चाहिँ अब यहाँको सर्भिङमा 2/3 अफ कप भने। अब यो तर मानौ यो हामी उकिन गयौँ भने तपाईँको चाहिँ के अरे एउटा चनाको प्याक चनाको उकिन गयौँ भने हामी होइन, भनेपछि त्यो प्याकभरिमा कति हुन्छ भनेर चाहिँ यहाँ भने 8 सर्भिङ हुन्छ भने। तर एक सर्भिङमा चाहिँ कति हुन्छ त ऊहरू भन्दाखेरि मैले यहाँ के भने अगाडि भन्दाखेरि तपाईँको चाहिँ के अरे रेकमेन्डेड क्यालोरी चाहिँ 2000 देखि 2500 क्यालोरी भनेर भने होइन। भनेपछि अब हामी चाहिँ एकदम क्यालोरी कम गर्न खोजिरहेछौँ भनेपछि ल है यो चाहिँ एक सर्भिङमा 230 क्यालोरी हुँदो रहेछ। 8 सर्भिङमा अब यसलाई 8ले गुणा गर्नु पर्यो। यो सबै भाँडोभरिको चना खाएँ भने मैले त्यति क्यालोरी हुने भयो भन्ने कुरो भयो होइन। अब त्यसमा चाहिँ ओहो अब यो क्यालोरी त आयो, तर कस्तो कस्तो कुराबाट आयो हेरौँ त भन्दाखेरि ल यो 5% चाहिँ नराम्रो, यो एकदम स्याचुरेटेड फ्याटबाट आएछ यो है। यसले चाहिँ त्यो कोलेस्ट्रोलको एलडिएल कोलेस्ट्रोल बढाउँछ यो भन्ने कुरो भयो होइन। यसमा त 20% तपाईँको त यसमा त चिनी एड गरेर चाहिँ एड गरेर चाहिँ यसमा होइन तपाईँको चाहिँ भनेपछि त्यो अर्को कुरो यहाँबाट आयो होइन। अब जेनरली अब जस्तो यहाँनिर के भन्छ भन्दा चाहिँ the percentage daily value tells you the percentage of each nutrient in a single serving in terms of the daily recommended amount होइन। डेली recommended amount को उसमा चाहिँ कति छ त पर्सेन्टेज छ भनेर भन्छ यसमा होइन। अब उसले के भन्छ अर्को भन्दा चाहिँ to consume less of a nutrient such as saturated fat or sodium, choose foods with lower percentage daily value। जस्तो चाहिँ अब आफूलाई कम गर्नु परेको छ, यो सेचुरेटेड फ्याट भयो अथवा नुन छ भने चाहिँ 5% त्योभन्दा कम भएको खोज भन्छ उसले। अनि होइन आफूलाई बढी भएको चाहियो, जस्तो फाइबर अथवा पोट्यासियमले पनि राम्रो गर्छ तपाईँको होइन भएको चाहियो भने चाहिँ त्यही अनुसारको अलिक बढी भएको खोज्छ। जस्तो अब डायटरी फाइबर 14% ठिकै छ तपाईँको होइन, अनि पोट्यासियम 6% भन्छ। त्यसबाट चाहिँ जेनरली तपाईँ चाहिँ पहिलो कुरो यो हेर्नु पर्यो कतिवटा छ यो हेर्नु पर्यो, अनि कति पर्सेन्ट छ हेर्नु पर्यो। अनि अर्को कुरो थाहा पाउनु पर्यो चाहिँ यो कुराहरू विभिन्न कुराहरू कुन चाहिँ राम्रो हो कुन चाहिँ राम्रो होइन भन्ने कुरो चाहिँ थाहा पाउनु पर्यो। थ्याङ्क यू दाइ। सके हाम्रो? हजुर ल ल सबैजना आउनुभयो, खुसी लाग्यो है। यो अलिकति केही फाइदा भयो होला। यसलाई अलिकति मोहनजीले भन्नुभएको जस्तो सबैजनासँग होइन यसलाई पुर्याउन सक्यो भने चाहिँ अरूहरूलाई पनि फाइदा हुन्थ्यो होला। र त्यसपछि हामीले यसलाई चाहिँ अझ कसरी राम्रोसँग चाहिँ गर्न सक्छौँ भनेर हामीलाई सुझाव सल्लाह दिनु होला। त्यहाँ अहिले त्यहाँ लेख्ने मौका मिल्न भने पनि हामीलाई पछि भन्नुभयो भने हामीलाई कसरी अझ तपाईँहरूलाई राम्रो तरिकाले हामीले ल्याउन सक्छौँ हामी कोसिस गर्छौँ। थ्याङ्क यू सबैजनालाई आइदिनु भएकोमा। धन्यवाद धन्यवाद है। यहाँ चाहिँ हामीले धन्यवाद भन्नुपर्ने मान्छेहरू अरू चाहिँ सिल्भिया, त्यसपछि लाएर चाहिँ सिल्भिया, त्यहाँ अर्को प्रज्वल पनि छन्, त्यहाँ प्रज्वल भाइ, त्यसपछि लाएर दिपा है, अनि अर्को उता शिव भाइ। यो जुम अकाउन्ट फेरि उता अर्कै एउटा स्कुलको जुम अकाउन्ट ल्याएको यहाँ अब अर्को पटक चाहिँ दिनेश जी जुम अकाउन्ट माग्नु पर्ला। हस् धन्यवाद है सबैजनालाई। हस् धन्यवाद दाइ। धन्यवाद। बाई।